आँखा कमजोर छ बच्चाहरूको छ भने उनीहरूलाई चाहिँ हामीले भिजन थेरापी गर्छौँ र थेरापी चाहिँ 1-2 चोटि गरेर पुग्दैन, महिनौँ लाग्छ, कहिलेकाहीँ वर्ष पनि लाग्छ र प्यारेन्ट्सहरूलाई हामी एकदम धैर्य राख्न भन्छौँ कि चाहिँ तपाईँहरूको बच्चाको भिजन आउँछ नआउने होइन, तर इट विल टेक सम टाइम। काम पनि गर्न पाउने होइन अनि आफ्नो आँखा पनि सुरक्षित राख्ने कसरी सम्भव हुन्छ हो र मधुमेहले आँखामा असर गरेपछि त्यो चाहिँ फेरि फर्केर आउँदैन, फेरि जिरो भएर आउँदैन, त्यो बढ्दै जान्छ, स्टेज 1, 2, 3, 4, 5 भनेर बढ्दै जाने हो। त्यसलाई हामी माइल्ड, मोडरेट, सिभियर र प्रोलिफरेटिभ डिजिज भन्छ हामीले। मधुमेह भयो भनेपछि उसले स्ट्रेस सबभन्दा 1 नम्बर कुरा हो। हामी अहिले चाहिँ स्ट्रेस लिन्छौँ धेरै, स्ट्रेसबाट अलिकति मुक्त हुनु पर्यो होइन। उसले उसको स्लिप प्याटर्न राम्रो हुनु पर्यो, उसले चाहिँ आफ्नो एभ्री डे चाहिँ व्यायाम चाहिँ गर्नु पर्यो, चाहे त्यो लाइट एक्सर्साइज होस् या वकिङ होस् होइन, हिँड्नु पर्यो, एटलिस्ट फर 30 मिनट्स 1 आवर चाहिँ हिँड्नु सक्नु पर्यो, अलिक फास्ट वकिङ गर्नु पर्यो। हाम्रो आँखा सुरक्षित गर्नको लागि होइन हामीले के खाने के नखाने सबैभन्दा राम्रो सबभन्दा इफेक्टिभ भनेको नै वकिङ नै हो। वकिङ चाहिँ जाडोमा चाहिँ मर्निङ वक अलिकति गाह्रो होला अथवा इभिनिङ वक गर्दा राम्रो, 30 मिनट्सदेखि 45 मिनट्स एभ्री डे चाहिँ वकिङ सबैभन्दा राम्रो उपाय हो। र घरमा गर्ने जुन हामीले भन्छौँ व्यायाम भन्छ त्यो चाहिँ हामीले बडीको स्ट्रेच गर्ने भन्छ, जोइन्ट मसल यो सोल्डरहरू भयो, यिनीहरू चाहिँ यो सोल्डरहरू जोइन्टहरू चाहिँ मुभमेन्ट गराइरहने होइन, यो चाहिँ एक्सर्साइजहरू गर्नु पऱ्यो। नेपालमा मात्रै 4 देखि 5 लाख अपरेसन हुन्छ प्रत्येक वर्ष एनुअली, मोतीबिन्दुको अपरेसन हुन्छ र यो अपरेसन चाहिँ युजली कुन बेला गरिन्छ भन्दाखेरि युजली एउटा एज ढल्केपछि आफ्टर 60 इयर्स कटेपछि डेली एक्टिभिटिजमा बच्चाहरूलाई कसरी हुन्छ आउटडोर एक्टिभिटिजमा हामीले चाहिँ इन्भल्भ गर्नुपर्ने हुन्छ, बाहिरको एक्टिभिटिजहरूमा चाहिँ चाहे त्यो स्पोर्ट्स होस् अथवा अरू कुनै क्लासेसहरूमा चाहिँ इन्भल्भ चाहिँ बच्चाहरूलाई गर्नुपर्ने हुन्छ। यो चाहिँ सानो बिफोर 5 इयर्स नै हामीले चाहिँ बच्चाहरूलाई टेम गर्नुपर्ने हुन्छ कि चाहिँ उसले कसरी हुन्छ आउटडोरमा जानु पर्यो। आँखाको रोग चाहिँ बच्चाहरूमा भएको चाहिँ 10 वर्षभन्दा अगाडि नै हामीले चाहिँ यो थेरापी गर्न पायो भने चाहिँ यसको सक्सेस रेट अलमोस्ट 100% नै हुन्छ। तर त्यही बच्चा चाहिँ 15 वर्षको उमेरमा आएर मलाई थेरापी गर्नु भन्यो भने चाहिँ त्यति सक्सेस चाहिँ नहुन सक्छ। कुनै पनि बच्चाहरू चाहिँ स्कुल एटेन्ड गर्नुभन्दा अगाडि चाहिँ एकपटक चाहिँ आँखा जाँच गराउनु भएको राम्रो पहिलो। दोस्रो चाहिँ यदि बच्चाहरू तौल नपुगेर जन्मेको छ होइन, महिना नपुगेर पाएको बच्चाहरू छ भने उसले त 1 महिना अथवा 2 महिनाभित्रै आँखा देखाइसक्नुपर्छ। स्वागत छ कार्यक्रम। हजुर नमस्ते मिनुजी। आज हामी धेरै लामो समयपछि संवाद गर्दैछौँ होइन। सुरुमा चाहिँ हामीले यो आँखामा देखिने प्रमुख समस्याहरू हुन्छन् नि, अहिलेको अवस्थामा कस्ता समस्या लिएर बढी बिरामी आउनुहुन्छ? अहिले अब डिजिटल वर्ल्ड हो, त्यसमा चाहिँ धेरै मान्छेहरू चाहिँ मोबाइल, कम्प्युटर, ल्यापटप, स्क्रिनमै बढी हुन्छन् र यो चाहिँ सबभन्दा बढी पेसेन्टहरू हामी कहाँ आउने चाहिँ जस्ट आँखा पोल्यो, बिजाउने, आँखा कम देख्यो, धमिलो हुने अथवा टाउको दुख्यो, एक्सटेन्सिभ हेडेक, यो चाहिँ हामी कहाँ धेरै आउँछ हाम्रो चाहिँ पेसेन्टहरू चाहिँ। अब यो हामी चाहिँ यसमा चाहिँ धेरै बच्चाहरू पनि भुक्तभोगी छन्, किनभने बच्चाहरूले पनि धेरै मोबाइलमा गेमहरू हेर्ने, ट्याब्लेट चलाउने हुन्छ, यसले गर्दा पनि विभिन्न समस्याहरू आउँछन् जसले गर्दा निद्रा नपर्ने, आँखा चाहिँ बेला बेलामा ब्लिङ्क गर्ने, ड्राई भएर जाने, एडल्टहरूमा हाम्रो जस्तो उमेरहरूकोमा चाहिँ आँखा ड्राई भएर जाने, एक्सेसिभ एक्सपोजर भयो आँखाको ड्राई भएर जाने र एस्थेनोपिया भन्छ हामीले चाहिँ आँखा थकित भएर जाने स्ट्रेसले गर्दा। यो सबैलाई चाहिँ हामीले चाहिँ कम्प्युटर भिजन सिन्ड्रोम भन्छ अथवा डिजिटल स्ट्रेस आँखामा हुने चाहिँ एउटा समस्या हो। यो चाहिँ दीर्घकालीन त होइन, टेम्पोरेरी मात्रै हुन्छ युजली चाहिँ। भनेपछि यो मोबाइल हेर्न कम गर्दै गयो भने आफै ठिक हुन्छ कि यसको उपचार छ कि के छ? मोबाइल चाहिँ हामी अब अहिले हाम्रो एकदम महत्त्वपूर्ण डिजिटल एप्लिकेसनमा आयो हाम्रो चाहिँ सबै कुराहरू मोबाइलमा हुने भयो नि त। त्यसैले चाहिँ हेरेर चाहिँ प्रब्लम चाहिँ हुने होइन डिजिटल मोबाइल, तर लामो समयसम्म घन्टौँ चाहिँ बसेर मोबाइलमा आँखा जुन नजिकबाट हामी हेर्छौँ त्यो डिस्टेन्स चाहिँ एकदम इम्पोर्टेन्ट छ। र दोस्रो कुरा चाहिँ उसले फ्रिक्वेन्टली ब्लिङ्क नगर्ने बानी हुन्छ र रातभरि मोबाइल चलाउने हुन्छ, त्यसले गर्दा चाहिँ आँखालाई चाहिँ बिजाउने हुने, आँखा समस्या हुने चाहिँ हुन्छ। र मोबाइल चलाउनु कम गरेको खण्डमा चाहिँ डेफिनेटली यसले कम गर्छ। हामी कति बच्चाहरूलाई चाहिँ हामी प्यारेन्ट्सहरूलाई हामी के सुझाव दिन्छ भने उसलाई अरू कुराहरूमा आउटडोर एक्टिभिटिजहरू बाहिरको गेममा चाहिँ फोकस गर्न लाउँछौँ र मोबाइल कम हेर्न लाउँदाखेरि त्यो चाहिँ समस्याहरू चाहिँ अलिक कम भएर जान्छ। मैले यसैलाई यो गरेँ अब किनभने अहिले सबै काम कम्प्युटरमै हुन्छ होइन, काम अझ मोबाइल नै कम्प्युटर भइसक्यो अब त होइन, मोबाइलमै सबै काम हुन्छ होइन। काम पनि गर्न पाउने होइन अनि आफ्नो आँखा पनि सुरक्षित राख्ने
कसरी सम्भव हुन्छ यो? हो, यो एकदम महत्त्वपूर्ण कुरा हो। किनभने हामीले मोबाइल र स्क्रिन हामीले ल्यापटप, ट्याब्लेट छोड्न मिल्दैन र हाम्रो अलमोस्ट कुनै पनि अफिसमा होस् या कुनै पनि हस्पिटलमा होस् कम्प्युटर हामीलाई चाहिन्छ, मोबाइल हामीलाई चाहिन्छ। हामीले सुरक्षित कुरा सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ हामीले चाहिँ धेरै एसी भएको ठाउँमा चाहिँ हामी नजिकै गएर बस्नु भएन। हामी डेली वर्क स्टेसनमा चाहिँ र वर्क स्टेसनमा चाहिँ हामीले चाहिँ काम गर्दाखेरि चाहिँ एभ्री आवर अथवा एभ्री 2 आवरमा चाहिँ हामीले ब्रेक लिनुपर्ने हुन्छ। स्क्रिन टाइमबाट हामी चाहिँ अलिकति बाहिर हुनु पऱ्यो र टाढा डिस्टेन्समा हामीले फोकस गरेर हेर्न हामीले दिन्छौँ। एटलिस्ट 20 सेकेन्ड्स, त्यो 20 to 20 को फर्मुला छ, जुन चाहिँ 20 मिटरभन्दा टाढा चाहिँ हामीले चाहिँ फोकस गरेर हेर्नुपर्ने हो। 20 मिटरभन्दा टाढा 20 सेकेन्डसम्म चाहिँ हामीले चाहिँ बाहिर हेर्ने गर्नु पऱ्यो र एभ्री आवर भयो अझै हरेक घन्टामा हामीले चाहिँ ब्रेक लिएको राम्रो। दोस्रो कुरा चाहिँ हामीले चाहिँ पानी खानुपर्ने हुन्छ, जुन चाहिँ हामीले आँखा ड्राई हुने कारणले गर्दा हामीले चाहिँ लिक्विड चाहिँ हामी खाइरहनु पर्ने हुन्छ, तरल पदार्थहरू। पानीको मात्रा हामीले एक्सेसिभ नै खानुपर्ने हुन्छ र ड्राई हुने कारणले गर्दा चाहिँ हामीले चाहिँ आई ड्रप्सहरू पाउँछ आजकल, लुब्रिकेटिङ आई ड्रपहरू हामी चाहिँ दिन्छौँ। आँखामा लाउने चाहिँ कार्बोक्सिमेथाइल सेलुलोज भन्छ 0.5 अथवा 1% को, त्यो चाहिँ एभ्री 4 आवरली अर एभ्री 6 आवरली हामी आँखामा लाएर नै काम गर्नुहोस् भन्छौँ हामीले, धेरै यदि ड्राई भएको खण्डमा। अर्को चाहिँ स्क्रिनबाट चाहिँ बस्नको लागि चाहिँ हामीले चाहिँ एउटा चस्मा पनि पाउँछ जसलाई हामीले चाहिँ ब्लु रेज प्रोटेक्सन ग्लास भन्छ। यो ब्लु कट ग्लास चाहिँ लाएर चाहिँ स्क्रिनमा काम गर्दाखेरि केही हदसम्म चाहिँ प्रोटेक्सन चाहिँ हुन्छ। जे होस् हामीले आँखाको औषधि जति प्रयोग गर्छौँ यो चाहिँ चिकित्सकलाई देखाएर मात्रै प्रयोग गर्नु पर्यो। हो हजुर, कुनै पनि आई ड्रप चाहिँ हामीले राख्नुभन्दा अगाडि चाहिँ चिकित्सकको सल्लाह अनुसारले नै आँखामा लाउनु ठिक हुन्छ। किनभने कुनै औषधिमा चाहिँ प्रिजर्भेटिभ्सहरू हुन्छ, केमिकल्सहरू हुन्छ, त्यसले गर्दा पनि घातक पुर्याउन सक्छ र अलरेडी डिजिज आइछ र आँखामा कुनै समस्या भएको छ खण्डमा चाहिँ यसरी अनावश्यक औषधि पनि युज गर्न भएन। हामी यो विषयमा फेरि पनि फर्किन्छौँ होइन। अहिले जल्दो बल्दो चाहिँ धेरै अझ देखिने भनेको मधुमेहको कारणले गर्ने होइन आँखामा गर्ने असर अति नै देखिन थालेको छ। जो अलिकति मधुमेह अहिले युवा पुस्तामा पनि एकदमै धेरै छ। मधुमेह भएका बिरामीहरूलाई चाहिँ आँखाको असर सुरुमै देखिँदो रहेछ होइन। धेरैले चाहिँ मलाई आँखाको असर छ भन्नुहुन्छ होइन। मधुमेह भएका बिरामीलाई कति समयदेखि आँखामा असर गर्न सुरु गर्छ डाक्टर साहब? मधुमेह भनेको चाहिँ एउटा रोग चाहिँ क्रोनिक डिजिज हो जसमा चाहिँ सुगरको लेभल चाहिँ ब्लडमा हाई हुन्छ, ब्लड ग्लुकोज लेभल हाई हुने हुन्छ र यो चाहिँ विभिन्न किसिमको हुन्छ, टाइप 1, टाइप 2 अनि जेस्टेसनल डायबिटिज भन्छ। टाइप 1 भनेको यङ्गर स्टेजमा हुन्छ, यङ पेसेन्टहरूमा टाइप 1, अनि अलि ओल्डर स्टेजमा चाहिँ ओल्डर पेसेन्टहरूमा चाहिँ टाइप 2 डायबिटिज भन्छ। एउटा चाहिँ इन्सुलिन डिपेन्डेन्ट भयो, एउटा इन्सुलिन नन डिपेन्डेन्ट भन्छ, हामीले यसरी क्लासिफाई गरेका छौँ। र इभन हाम्रो जेस्टेसनल डायबिटिज भनेको चाहिँ प्रेग्नेन्सीमा पनि डायबिटिज हामी देख्छौँ। यो चाहिँ 3 किसिमको डायबिटिज छन् र मधुमेह भएको पेसेन्टहरूमा चाहिँ यदि सुगरको लेभल हाई छ लङ टर्मसम्म र त्यसमा पनि यदि ब्लड प्रेसरहरू कोलेस्ट्रोलहरू पनि छ भने चाहिँ छिटो आँखामा असर गर्न सक्छ। मधुमेह भएको खण्डमा तुरुन्तै आँखामा असर गर्छ चाहिँ होइन, केही साल केही वर्ष इभन 10 वर्ष लाग्न सक्छ। तर कोही पेसेन्ट चाहिँ अब जहाँ चाहिँ अवेरनेस छैन, आँखा कहिले नदेखाएको पेसेन्टहरूले चाहिँ मधुमेह पनि जाँच नगरेको हुनसक्छ र एकैचोटि आँखा धमिलो भयो भनेर आँखा जचाउन आउँदाखेरि हामीले नानी फुलाएर हेर्छौँ, त्यसमा चाहिँ आँखामा सुगरको असर देख्छौँ। अनि हामी सुगर टेस्ट गर्न पठाउँदाखेरि बल्ल अनि सुगर चाहिँ हाई देखेको त्यस्तो केसहरू पनि हामी देख्छौँ। धमिलो भएर आउँछ भनेर किन भन्दाखेरि हाई ब्लड सुगर हुँदाखेरि चाहिँ आँखा अलिकति धमिलो हुन्छ, नजिक पढ्न गाह्रो हुनसक्छ र उसले चाहिँ पेसेन्टले चाहिँ के गर्छ, मधुमेह भएको पेसेन्टले चाहिँ बेला बेलामा गएर चस्मा पसलमा गएर चस्मा जाँच्ने अनि चस्मा परिवर्तन गर्ने, त्यो फ्रिक्वेन्टली चस्मा चेन्ज गर्ने भयो। तर चाहिँ नेत्र विशेषज्ञले आँखा जाँच नगराएको हुनसक्छ। त्यसरी फ्रिक्वेन्टली चस्मा चेन्ज गर्नु चाहिँ एउटा सुगर लेभल हाई भएको हुनसक्छ र हामी चाहिँ उनीहरूको चाहिँ आँखामा औषधि राखेर नानी फुलाएर रेटिना भनेको दृष्टि पर्दाको जाँच गर्न हामी सुझाव दिन्छौँ। भनेपछि सुगर भएर सुगर हाई भएर आँखालाई असर गरेर आउने बिरामी पनि हुनुहुन्छ? हो, सुगरले हाई भएपछि कुनै न कुनै अङ्गलाई असर गर्छ। त्यसमा चाहिँ आँखा नै एकदम के भन्छ एउटा संवेदनशील अर्गन हो, जहाँ असर गरेको खण्डमा त्यसलाई चाहिँ डायबेटिक रेटिनोपेथी भन्छ। र मधुमेहले आँखामा असर गरेपछि त्यो चाहिँ फेरि फर्केर आउँदैन, फेरि 0 भएर आउँदैन, त्यो बढ्दै जान्छ। स्टेज 1, 2, 3, 4, 5 भनेर बढ्दै जाने हो। त्यसलाई माइल्ड, मोडरेट, सिभियर र प्रोलिफरेटिभ डिजिज भन्छ हामीले। आँखाको पर्दामा चाहिँ सानो सानो
रक्तनलीहरू चाहिँ देखिन्छ, जसलाई हामीले चाहिँ माइक्रो एन्युरिजम भन्छ। ब्लडहरू चाहिँ ब्लिडिङ हुने हुन्छ, हेमोरेजहरू हुनसक्छ। म्याकुलर एरिया भन्छ हामीले आँखाको पर्दाको बिचको भागमा चाहिँ स्वेलिङ आउने, त्यसलाई चाहिँ डायबेटिक म्याकुलर एडिमा भन्छ। स्वेलिङ भएर पनि दृष्टि गुम्न सक्छ र अलिकति लामो समयसम्म डायबिटिज छ, 15-20 वर्ष भइसकेको छ र उसको अनकन्ट्रोल छ भने चाहिँ त्यस्तो पेसेन्टहरूमा चाहिँ आँखा बन्द हुने, आँखा चाहिँ कम्प्लिटली नदेख्ने भएको केसहरू पनि आउँछ। कस्तो सामान्य सम्झ्यो भने त डेन्जर हुँदो रहेछ त। हो, अब मधुमेह कन्ट्रोल भयो, पेसेन्टको सबै राम्रो छ, तर अब संसार नै देख्न पाएन भने त उसको चाहिँ अब बिजोग भयो होइन। र मधुमेह एउटा यस्तो रोग हो, विश्व स्वास्थ्य सङ्गठनले पनि यसलाई चाहिँ पब्लिक हेल्थ इस्युजमा राखेको छ, वान अफ द पब्लिक हेल्थ प्रब्लम भयो। र मधुमेहले आँखामा असर गर्ने भनेको चाहिँ अलमोस्ट वर्ल्ड वाइड नै हेऱ्यो भने मोतीबिन्दु, जलबिन्दु पछि मधुमेह पनि एउटा चाहिँ मोस्ट कमन कज अफ ब्लाइन्डनेस, अन्धोपनको मुख्य कारणमा आइसकेको छ। र यो अन्धोपन चाहिँ मधुमेहले हुने चाहिँ कस्तो छ भन्दाखेरि यङ एजहरूमा हुन्छ, 40s 50s मा गएर हुन्छ। मोतीबिन्दु र जलबिन्दु चाहिँ 70 वर्षमा गएर हुने भयो। तर अब वी क्यान इमेजिन कि चाहिँ 50 वर्षको उमेरमा नै आँखा ब्लाइन्ड भएको खण्डमा त उसले त वर्किङ एउटा एज ग्रुप भयो, त्यो चाहिँ परिवारलाई नै एउटा ठुलो क्षति पुग्न सक्छ, यदि राष्ट्रलाई हो क्षति पुग्न सक्छ। डाक्टर साहब जस्तै नि अब सबैलाई त थाहा हुँदैन, कति अब यहाँले भन्नुभयो सुगर भएको पनि थाहा भयो, नभएर पनि आएको हुन्छन् भनेपछि मधुमेहको कारणले आँखामा असर गर्यो भने होइन कस्ता कस्ता लक्षण देख्यो भने चाहिँ आँखामा असर छ भनेर बुझ्ने होइन। र पहिला चाहिँ त्यही भन्नु न, कस्तो असर देख्यो भने मलाई आँखामा असर भएको छ, यो मधुमेहको कारणले हुनसक्छ भनेर बुझ्ने। मधुमेहको चाहिँ भयो भनेर चाहिँ कति पेसेन्टमा चाहिँ सबभन्दा पहिला सिम्पटमलेस, लक्षण नहुनु पनि सक्छ। आँखामा एउटा आँखामा अलिकति असर गरिसकेको हुन्छ, अर्को आँखाले कम्पेन्सेट गरेर हेरिरहेको हुन्छ, त्यसै लक्षणै नभएको पनि हुन्छ। त्यसैले हामी चाहिँ उनीहरूलाई एनुअल आई चेकअप चाहिँ गर्नु है भन्छ हामीले। यदि केही लक्षण नभए तापनि त्यस्तो केसहरू हुन्छ। र अर्को चाहिँ मैले अघि भने धमिलो हुने, आँखा मधुरो भएर जाने, नजिक र टाढा कम देख्ने। अर्को फ्लोटर्सहरू भन्छ, आँखामा कालो कणहरू, कालो एउटा चाहिँ छेडिक क्षणहरू आउने, अथवा किराहरू उडेको अथवा लाइन्सहरू, फ्लोटर्सहरू आउन सक्छ आँखा अगाडि। कसैको चाहिँ आँखा पर्दाखेरि बाङ्गो देखिने, अथवा हाम्रो लाइन्सहरू अथवा इलेक्ट्रिक पोल्सहरू, तारहरू बाङ्गो देखिने, त्यो पनि म्याकुलर एडिमाको चाहिँ एउटा लक्षण हो। कसैको चाहिँ पर्दामा चाहिँ क्लाउड्सहरू जुन कालो अथवा रातो साउड जस्तो आउँछ, त्यसलाई हामीले भिट्रस हेमोरेज भन्छ। भित्रपट्टि ब्लिडिङ भयो भने चाहिँ त्यसलाई हामी चाहिँ भिट्रस हेमोरेज भन्छ। त्यो पनि त्यस्तो खालको लक्षण पनि भएर आउँछ। कोही कोही पेसेन्टमा चाहिँ आँखै बन्द भएर एक्कासी आँखा बन्द भयो भनेर आउँछ। त्यो चाहिँ अब मधुमेह भएको पेसेन्टमा आइदर नसाहरू, आँखाको रेटिनल आर्टरी अथवा रेटिनल भेन अब्स्ट्रक्सन हुन्छ, त्यसलाई चाहिँ रेटिनल आर्टरी अक्लुजन अथवा रेटिनल भेन अक्लुजन भन्छ। त्यस्तो केसहरूमा हामी देख्छौँ, जसको कारण एक्कासी एउटा आँखा दुईवटा आँखा बन्द पनि हुनसक्छ। त्यसलाई हामीले आईको स्ट्रोक पनि भन्छ हामीले। त्यो डायबेटिक पेसेन्टमा काफी कमन छ। र अर्को चाहिँ भनेको चाहिँ जुन लास्ट स्टेज इन स्टेज डायबेटिक रेटिनोपेथी भन्छ हामीले, त्यसलाई चाहिँ प्रोलिफरेटिभ डायबेटिक रेटिनोपेथी, जसमा पनि पेसेन्टले चाहिँ एक्कासी बन्द भएर आँखा पर्दा फाटिने अथवा कम्बाइन्ड रेटिनल डिट्याचमेन्ट भन्छ हामीले, जहाँ चाहिँ पर्दा उक्किएको तानिएको पनि हुन्छ, रेटिना चाहिँ तानिएर अथवा फाटेर जान्छ। त्यस्तो केसहरू चाहिँ आँखा कम्प्लिटली ब्लाइन्ड पनि भएर आएको पेसेन्टहरू हामी देख्छौँ। अब कम्प्लिटली ब्लाइन्ड भएर आउनुभयो, त्यतिखेर देख्नु भएन भने त्यो नर्मल भएपछि ठिक हुन्छ कि सधैँको लागि ब्लाइन्ड हुन्छ? सधैँको लागि ब्लाइन्ड त हुँदैन, हामी छौँ त्यो होइन। ब्लाइन्ड भनेको चाहिँ अब क्लासिफाई गर्दाखेरि अब हामीले ब्लाइन्ड भन्नलाई चाहिँ लिगली ब्लाइन्ड भन्नलाई चाहिँ यदि सबै कुराहरू हामीले उपचार गरेर हामीले उसलाई सम्पूर्ण ट्रिटमेन्ट दिएर ग्लास दिएर पनि 3/60 भन्छ हाम्रो WHO क्लासिफिकेसन छ होइन। त्यसमा चाहिँ ब्लाइन्डनेसमा राम्रो आँखामा जुन देख्ने आँखामा पनि 3/60 को भिजन पनि आएन भने त्यसलाई हामीले लिगल्ली ब्लाइन्ड, कानुनी रूपमा ऊ ब्लाइन्ड भयो भन्ने बुझ्छौँ। र 6/60 भन्छ हामीले जुन अक्षर हामी देखाउँछौँ, माथिको अक्षरसम्म पनि बल्ल बल्ल पढ्न सक्ने भयो बेटर आइले, त्यो चाहिँ फिजियोलोजिकल ब्लाइन्ड भन्छ। उसले पनि त्यस्तो खालको पेसेन्टहरूले पनि उसले दिनचर्या कामहरू गर्न सक्ने, उसको अकुपेसन चाहिँ अगाडि बढाउन सक्दैन। यस्तो केसहरू चाहिँ हामी एकदमै एभ्रिडे नै देख्छौँ, हामीले डेली नै देख्छौँ पेसेन्टहरू मधुमेहले आँखामा असर गरेर आएको। त्यस्तो केसमा हामीले चाहिँ पहिलो हाम्रो उपचार भनेको चाहिँ लेजर थेरापी हो, हामीले आँखामा चाहिँ गर्छौँ। लेजर ट्रिटमेन्ट चाहिँ एकदम युनिभर्सली एक्सेप्टेड ट्रिटमेन्ट हो, जहाँ चाहिँ हामीले डायट ग्रिन अथवा हामीले चाहिँ रेड लेजर भन्छ होइन, आर्गन के डायट ग्रिन रेड लेजर हामी युज गर्छौँ, जसमा चाहिँ आँखाको पर्दा रेटिनामा हामीले चाहिँ लेजर थेरापी गर्छौँ। र लेजर थेरापी गरेको पेसेन्टहरूको चाहिँ हामीले एकचोटि मात्र लेजर गरेर हुँदैन, कसैलाई 2 चोटि कसैलाई 3 चोटि हामी लेजर
फिजियोथेरापी गर्नुपर्ने हुन्छ। अघि मैले भने म्याकुलर एडेमा भयो भनेपछि उसले चाहिँ धमिलो देख्ने बाङ्गोटिङ्गो देख्ने उसको चाहिँ बिचको भिजन चाहिँ जान्छ, सेन्ट्रल भिजन जान्छ। त्यस्तो केसमा हामीले चाहिँ आँखामा चाहिँ एन्टिभेजेभ भन्छ, एन्टिभ्यास्कुलर इन्डोथेलियल ग्रोथ फ्याक्टर इन्जेक्सन हामी आँखामा इन्जेक्ट गर्नुपर्ने हुन्छ आँखाको रेटिनाको लागि। त्यो इन्जेक्सन एभ्री मन्थली हामी दिन्छौँ र त्यो इन्जेक्सन चाहिँ अहिले हामीसँग धेरै मोलिकुल्सहरू धेरै नयाँ औषधिहरू छ। जस्तै एभास्टिन पहिला हामी लाउँथेन, अहिले हामीसँग चाहिँ र्यानिबिजुम्याब भन्छ, लुसेन्टिस अथवा आइलिया, यिनीहरू नयाँ औषधिहरू हामी आँखामा इन्जेक्सन लाउँछौँ र पेसेन्टलाई रेगुलरली मन्थली नै आउनुपर्ने हुन्छ। फर्स्ट 3 मन्थ्स त रेगुलरली 3टा डोज लाउनुपर्ने हुन्छ र त्यसपछि एज रिक्वायर्ड हामी चाहिँ थप्दै जान्छ इन्जेक्सन्स। यदि कम्प्लिटली ब्लाइन्ड भएको चाहिँ अर्को केस चाहिँ जहाँ भित्र हेमोरेज लाग्यो, ब्लिडिङ भयो अथवा पर्दा उब्कियो, पर्दा च्यातियो भने चाहिँ हामीले चाहिँ यसको चाहिँ सर्जिकल ट्रिटमेन्ट नै गर्नुपर्ने हुन्छ, जसलाई हामीले चाहिँ पार्स प्लाना भिट्रेक्टोमी भन्छौँ। यो रेटिनाको अपरेसन चाहिँ जटिल हुन्छ, करिब लामै हुन्छ, 1-1.5 घन्टाको हुन्छ र यो अपरेसन गरेर त्यहाँभित्रको रगत हामी निकाल्नुपर्ने हुन्छ, रेटिनालाई एट्याच गरेर जोड्नुपर्ने हुन्छ। यो चाहिँ ठुलो अपरेसन हो। अनि त्यसमा पेसेन्टलाई चाहिँ हामीले आँखाभित्र ग्यास अथवा सिलिकन ओइल हाल्छौँ। पर्दाको जुन असर छ लेट स्टेज आउनुभन्दा अगाडि नै पेसेन्टले चाहिँ रेगुलरली आई चेकअप गर्नु पऱ्यो। अर्ली स्टेजमा भने अघि मैले भने यदि मोडरेट र सिभियर एनपिडिआर भन्छ हामीले, त्यस्तो केसमै हामीले अर्ली ट्रिटमेन्ट गर्न पायो भने चाहिँ पेसेन्ट कहिले पनि ब्लाइन्ड हुन सक्दैन। जस्तै निराज साहब, हजुरले इन्जेक्सनको कुरा गर्नुभयो होइन, इन्जेक्सन महिनामा एकचोटि 3 महिनासम्म रेगुलर लाउनु पर्यो होइन, जुन रेटिनामा असर गरेको सुगरको कारणले उसमा ब्लड जमेको हुन्छ भन्नुभयो होइन। त्यो चाहिँ पर्दाको स्वेलिङ सुजन भएको हुन्छ, त्यसलाई हामीले म्याकुलर इडेमा भन्छ, पर्दा सुन्निएको हुन्छ। त्यसमा इन्जेक्सन हान्नु पर्यो। हजुर। र इन्जेक्सन दिँदा मात्रै पनि सन्चो हुने हुन्छ कि त्यसमा चाहिँ अपरेसन पनि गर्नै पर्ने हुन्छ, के हुन्छ? हामीले मेजोरिटी केसमा चाहिँ अलमोस्ट 2/3 केसमा चाहिँ इन्जेक्सनले पनि ठिक हुन्छ होइन। इन्जेक्सन चाहिँ हामीले चाहिँ पेसेन्टलाई चाहिँ लाएर पठाउँछौँ, तर फेरि आफ्टर 1 or 2 years पछि फेरि रिकरेन्ट पनि हुनसक्छ त्यो इडेमा चाहिँ। त्यस्तो केसमा फेरि हामीले इन्जेक्सन लाउनु पर्ने हुन्छ, जुन चाहिँ स्टेरोइड हुनसक्छ, एन्टिभेजेभ पनि हुनसक्छ। स्टेरोइडमा हामीले आजकल चाहिँ ट्रायमसिलोन अथवा डेक्सामेथासोन इम्प्लान्टहरू आँखाभित्र हामीले क्याप्सुलहरू हाल्छौँ। त्यो इन्जेक्सन चाहिँ अलिकति लामो समय काम गर्ने हुन्छ, पेसेन्टलाई फ्रिक्वेन्टली चाहिँ भिजिट गर्नु पर्दैन। अब हजुरले जुन भन्नुभयो, यदि चाहिँ फेरि पनि इन्जेक्सन लाएर पनि ठिक भएन भने हामीले चाहिँ सर्जरी गर्नुपर्ने हुन्छ त्यस्तो केसमा चाहिँ। यो कतिको महँगो हुन्छ, सबैले अफोर्ड गर्न सक्नुहुन्छ? मधुमेह भनेको नै एउटा यस्तो रोग हो जुन चाहिँ हाम्रो लाइफ लङ कमिटमेन्ट भए जस्तै लाइफ लङ नै एट्याचमेन्ट भइरहनु भयो। मधुमेह भएको पेसेन्ट यो होल संसारै 2 भागमा विभाजित भएको छ आफ्टर 40 years। तपाईँ हामीहरू सबै एउटा चाहिँ मधुमेह भएको पपुलेसन, अर्को मधुमेह नभएको पपुलेसन। सो यो मधुमेह हुनु भनेको चाहिँ डेफिनेटली पेसेन्टलाई चाहिँ लङ टर्म चाहिँ यसको केही न केही अर्गनमा, चाहे त्यो किडनी होस्, ब्रेन, हार्ट अथवा नसाहरू, हात खुट्टाहरूमा कोही न कोही लाइफ टाइममा केही न केही अर्गन असर गर्न सक्छ। आँखा चाहिँ पहिलो हो जहाँ चाहिँ उसले चाहिँ देखाउनु पर्ने हुन्छ। आँखामा यदि डायबिटिज रेटिनोपैथी भएको देखियो भएपछि त्यसपछि बल्ल हाम्रो इन्डोक्राइनोलोजिस्टहरू भयो, फिजिसियनले चाहिँ उहाँहरूको उपचारको चाहिँ प्रोटोकलहरू चेन्ज गर्न सक्नुहुन्छ। र औषधि मात्रै उपचार होइन, यो मधुमेहको पनि आँखामा असर गर्नलाई चाहिँ हामी औषधि मात्रै अथवा ट्रिटमेन्ट मात्रै नभएर पेसेन्टले पनि आफ्नो हेल्थलाई चाहिँ उसले चाहिँ लाइफस्टाइल चेन्ज गर्नुपर्ने हुन्छ। उसले चाहिँ खानाहरू भयो होइन, हामी हरेक पेसेन्ट जो डायबिटिज रेटिनोपैथी भएको पेसेन्ट या नभएको पेसेन्टलाई नै हामी कसरी काउन्सिलिङ गर्छौँ भन्दाखेरि उसले चाहिँ आफ्नो हेल्थ, आफ्नो लाइफस्टाइल परिवर्तन गर्नुपर्ने हुन्छ। मधुमेह भयो भनेपछि उसले स्ट्रेस सबभन्दा 1 नम्बर कुरा हो। हामी अहिले चाहिँ स्ट्रेस लिन्छौँ, धेरै स्ट्रेसबाट अलिकति मुक्त हुनु पऱ्यो होइन। उसले उसको स्लिप प्याटर्न राम्रो हुनु पऱ्यो। उसले चाहिँ आफ्नो एभ्री डे चाहिँ व्यायाम चाहिँ गर्नु पऱ्यो, चाहे त्यो लाइट एक्सर्साइज होस् या वकिङ होस् होइन। हिँड्नु पऱ्यो, एटलिस्ट फर 30 minutes 1 hour चाहिँ हिँड्नु सक्नु पऱ्यो, अलिक फास्ट वकिङ गर्नु पऱ्यो। उसले मर्निङदेखि इभिनिङसम्म के खाने हो भन्ने कुरा पहिले नै प्लान गर्नुपर्ने हुन्छ। डायट प्लान भन्छ उसले। डायट प्लानमा सक्दो चाहिँ सुगर जन्ने कुराहरू, मिठो लागेको खाना। मैले एउटा प्रश्न सोधौँ, हाम्रो आँखा सुरक्षित गर्नको लागि होइन हामीले के खाने के नखाने हो? आँखा सुरक्षितको लागि चाहिँ हाम्रो सबैभन्दा राम्रो कुरा भनेको चाहिँ भिटामिन ए र भिटामिन ई भएको बढी कुरा हामी चाहिँ खानुपर्ने हुन्छ, जसमा चाहिँ सागपातहरू, हरियो चिजहरू भयो, ग्रिन भेजिटेबल्स, कलर फ्रुट्सहरू भयो, अनि गाजर, काँक्रोहरू भयो। कुनै पनि ग्रिन भेजिटेबल्स खाँदा आँखालाई एकदम राम्रो। यो बाहेक पनि अब भिटामिन ए चाहिँ इभन नन भेजिटेरियनमा पनि हामीले चाहिँ लिभर, कलेजो भन्छ, अन्डाहरू, मासुहरूमा पनि, इभन फिस, माछामा पनि भिटामिन ए चाहिँ बढी पर्याप्त हुन्छ। सलाद आइटमहरू, ड्राई फ्रुट्सहरू पनि हामी धेरै खान हामी चाहिँ सल्लाह दिन्छौँ पेसेन्टलाई।
अब हामीले आँखा बचाउन सुगरलाई पनि कन्ट्रोल गर्नु पर्यो होइन, अनि त्यो हुँदाखेरि हाम्रो यसैमा जोडेर खानपान जीवनशैली पनि भनिदिनु न। अब खानपान एउटा एकतिर छ, अघि हजुरले भन्नुभएको थियो नि बिहानदेखि बेलुकासम्मको प्लानिङ गर्नुपर्छ भनेर, प्लानिङ चाहिँ गर्नु पर्यो। त्यो कसरी मिलाउनु? खाना नहुने चिज खानु भएन सबभन्दा खाना नहुने चिज चाहिँ धुम्रपान होइन, अम्ल पदार्थहरू भयो, सुतीपान, यो चाहिँ गर्न भएन, यो सबभन्दा नराम्रो चिज हो। र अर्को चाहिँ हामीले चाहिँ अब अहिले हामी भोजहरू धेरै हुन्छ, पार्टिज हुन्छ, यो बिहा भोज वर्तमानमा चाहिँ खानामा चाहिँ धेरै सकेसम्म चाहिँ फ्राई आइटमहरू भयो, हामीले चाहिँ सकेसम्म हामी भेजिटेबलतिर बढी फोकस गरे हुन्छ। र अर्को चाहिँ पेसेन्टले चाहिँ व्यायामको कुरा गर्नुभयो भने व्यायाम चाहिँ अब एक्सर्साइज भनेको इट डजन्ट मिन कि हामीले ट्रेडमिलै राखेर गर्नुपर्छ भन्ने छैन। उसले चाहिँ लाइट एक्सर्साइजहरू, स्ट्रेचहरू भयो, ब्याकको, लेग्सको मुभमेन्ट्सहरू भयो, इभन अहिले त योगाहरू पनि छ होइन। अब त्यस्तो मिल्छ भने सबैभन्दा राम्रो, सबभन्दा इफेक्टिभ भनेको नै वकिङ नै हो। वकिङ चाहिँ अब जाडोमा चाहिँ मर्निङ वक अलिकति गाह्रो होला, अथवा इभिनिङ वक गर्दा राम्रो। 30 मिनट्सदेखि 45 मिनट्स एभ्री डे चाहिँ वकिङ सबैभन्दा राम्रो उपाय हो। र घरमा गर्ने जुन हामीले भन्छौँ व्यायाम भन्छ, त्यो चाहिँ हामीले बडीको स्ट्रेच गर्ने भन्छ, जोइन्ट मसल, यो सोल्डरहरू भयो, यिनीहरू चाहिँ यो सोल्डरहरू जोइन्टहरू चाहिँ मुभमेन्ट गराइरहने होइन, यो चाहिँ एक्सर्साइजहरू गर्नु पऱ्यो। स्पाइनको लागि जुन फिजियो गरे जस्तै लाइट हल्का 5 मिनट 10 मिनट चाहिँ यो पनि हामीले स्ट्रेच गर्नुपर्ने हुन्छ। र अर्को चाहिँ डायबिटिज पेसेन्टमा चाहिँ सबभन्दा अघि हामीले मिस गऱ्यौँ, त्यही वेट बढाउने चिजहरू खानु भएन, फ्याट डाइटहरू खानु भएन, जसले चाहिँ ओबेसिटी बढ्छ होइन। त्यो चाहिँ कसरी हुन्छ, पेसेन्टले चाहिँ खानामा चाहिँ फ्याट जन्ने कुराहरू चाहिँ कम खानु पऱ्यो। भनेपछि फ्याट जान्ने कुराले सुगर पनि बढायो, आँखामा अब सुगर बढिसकेपछि वेट पनि असर, बडी वेट पनि एकदम इम्पोर्टेन्ट छ। किनभने बडी वेट बढेपछि चाहिँ उसको चाहिँ के भन्छ सबै रिक्वायरमेन्ट्स हाई हुन्छ, उसको क्यालोरीदेखि लिएर चाहिँ त्यो बडी वेटलाई चाहिँ बढ्न नदिनेलाई चाहिँ उसले व्यायाम पनि गर्नु पऱ्यो, खाना पनि कन्ट्रोल गर्नु पऱ्यो। बिरामीको नै आँखाको अपरेसन होइन कुन कुन अवस्थामा पुगेपछि चाहिँ अनिवार्य गर्नुपर्छ? हामी नेत्र विशेषज्ञ भएको कारणले चाहिँ संसारभरि नै सबभन्दा हाइएस्ट भल्युम अफ अपरेसन के हुँदो रहेछ भन्दाखेरि चाहिँ हजुरलाई थाहा छ कि थाहा छैन, संसारभरि आँखाको अपरेसन मोतीबिन्दु नै सबभन्दा हाइएस्ट नम्बर अफ अपरेसन हो संसारभरि। सबभन्दा बढी हाम्रो ह्युमन बडीमा के अपरेसन बढी हुन्छ भन्दाखेरि मोतीबिन्दु, जुन दुईवटा आँखाको अपरेसन गर्नुपर्ने हुन्छ। नेपालमा मात्रै 4 देखि 5 लाख अपरेसन हुन्छ प्रत्येक वर्ष एनुअली मोतीबिन्दुको अपरेसन हुन्छ। र यो अपरेसन चाहिँ युजली कुन बेला गरिन्छ भन्दाखेरि युजली एउटा एज ढल्केपछि आफ्टर 60 इयर्स कटेपछि हुनु नेचुरल लेन्स छ, त्यो चाहिँ अलिकति अपासिफाई भएर जान्छ, जसलाई हामीले क्याट्र्याक्ट भन्छौँ। र मोतीबिन्दु भएपछि यदि धमिलो देखियो, पेसेन्टले आफ्नो डे टु डे वर्क गर्न सकेन र भने चाहिँ हामीले मोतीबिन्दुको अपरेसन गर्छौँ। यो अपरेसन चाहिँ पहिला भनौँ न 20-30 वर्ष अगाडि चाहिँ गर्ने तरिका र अहिले धेरै फरक भइसकेको छ। टेक्नोलोजी चाहिँ एकदमै ऱ्यापिडली चेन्ज भइरहेको छ। जुन चाहिँ गर्ने तरिका, अपरेसन गर्ने हामीले चाहिँ फेको इमल्सिफिकेसन सर्जरी भन्छ, यो सबै कम्प्युटर सफ्टवेयर डिपेन्डेन्ट मसिनहरूबाट हामी अपरेसन गर्छौँ। दोस्रो चाहिँ आँखामा राख्ने इम्प्लान्टेबल जुन लेन्स छ, त्यो लेन्स पनि पहिला चाहिँ अब रिजिड लेन्स थियो, पिएमए लेन्सहरू थियो भने अब आफ्टर 20 इयर्सपछि अहिले आएर हामी चाहिँ हाइड्रोफोबिक फोल्डेबल लेन्सेसहरू हामी युज गर्छौँ, जसको कारण चाहिँ अपरेसन पश्चात हुने कम्प्लिकेसन जस्तो चाहिँ सेतो भएर आउने अथवा धमिलो भएर आउने, जालो पलाएर आउने चाहिँ एकदम कम हुन्छ। र अपरेसन गर्दाखेरिको जुन लेन्स हामीले क्यालकुलेसन गर्छौँ, लेन्स क्यालकुलेसन गर्ने तरिका पनि धेरै मोडिफाई भइसकेको छ मसिन्सहरू चाहिँ। र लेन्स हामीले जुन राख्छौँ त्यसमा पनि अब मोनोफोकल मात्रै नभएर मल्टिफोकल, ट्राइफोकल, टोरिक लेन्सहरू छ हामीले आँखाभित्र मोतीबिन्दु अपरेसन गरेर राख्ने, जसको कारणले चाहिँ पेसेन्टले चाहिँ अपरेसन पश्चात चस्मा पनि लाउनु नपर्ने अवस्था पनि हामी क्रिएट गर्छौँ। भनेपछि अपरेसन गरेपछि चस्मा नलाउने, भित्रै केही राख्ने हो, हामीले आँखाभित्रै हामीले लेन्स इम्प्लान्टेसन गर्छौँ, जुन लेन्समा अलरेडी पावर हुन्छ, प्लस यदि आँखाको चाहिँ एक्सिस छ अथवा सिलिन्ड्रिकल पावर छ भने त्यो पनि हामीले चाहिँ न्युट्रलाइज गर्नलाई आँखाभित्रै हामीले चाहिँ सिलिन्ड्रिकल लेन्स पनि हामीले अलरेडी इम्प्लान्ट गरेको हुन्छ, त्यो दुइटै एउटैमा हुन्छ। त्यसलाई हामीले टोरिक लेन्स भन्छ। टोरिक लेन्स लाउँदाखेरि चाहिँ यदि पेसेन्टको -1 डायोप्टरभन्दा बढी एस्टिमेटिजम छ भने हामीले चाहिँ उनीहरूलाई चाहिँ टोरिक लेन्स राख्न सल्लाह दिन्छौँ। र यदि पेसेन्टको निड अनुसार जस्तो अब चिकित्सकहरू हुनुहुन्छ अथवा इन्जिनियर हुनुहुन्छ, डे टु डे वर्क गर्नुपर्ने मान्छेहरूलाई चाहिँ नियर पनि चाहियो, इन्टरमिडिएट भिजन पनि, कम्प्युटर पनि हेर्नु पऱ्यो, इभन लयरहरू भयो होइन, उहाँहरूलाई
कम्प्युटर पनि हेर्नुपर्छ, डिस्टेन्स पनि हेर्नु पऱ्यो भने चाहिँ उसले पटक पटक चस्मा लाउनु परेन। त्यस्तो केसमा हामीले ट्राइफोकल लेन्सहरू छ हामीसँग, जसमा 3टा फोकस हुन्छ आँखाभित्र लेन्स राख्ने। त्यो लेन्सको 3टा फोकस हुने कारणले उसले नजिक 25 सेन्टिमिटर पनि हेर्ने भयो, 1 मिटर पनि हेर्ने भयो, र 60 मिटर टाढा पनि उसले 6 मिटर टाढा पनि उसले चाहिँ डिस्टेन्स हेर्ने भयो। र अहिलेको सायद नयाँ अब आउने नेक्स्ट 10 इयर्सहरूमा अझै पनि न्यू मोडिफिकेसन एडभान्सेसहरू भइरहेको छ। इमेजिन गर्नुहोस्, म पढ्दाखेरि MBBS पढ्दाखेरि चाहिँ हात लिएर चिरेर टाका लाएर अपरेसन गरेर पेसेन्टलाई 7 दिन भर्ना गरेर राखिन्थ्यो म बङ्गलादेशमा पढ्दाखेरि। भने चाहिँ अहिले चाहिँ म अपरेसन के गर्छु भने अपरेसन गरेर 1 घन्टामा हामी डिस्चार्ज गरेर पठाउँछौँ, टाका पनि नलाइकन, सुचरलेस क्याट्राक्ट सर्जरी गरेर अन्डर टपिकल एनेस्थेसिया, इन्जेक्सन पनि नलाइकन। त्यस्तो धेरै चेन्जेसहरू आइसकेको छ। कति परिवर्तन भयो है डाक्टर साहब। जस्तै नि यहाँले भन्नुभयो भित्रै लेन्स राख्ने भनेर, जस्तै अब चस्मा लाउँदाखेरि त चस्माको लेन्स चेन्ज गरिराख्नु पर्ने हुन्छ होइन, घटबड हुन्छ, चेन्ज गर्नुपर्छ। भित्रै राखेको चाहिँ त्यो चेन्ज गर्नु त मिल्दैन होला, के गर्ने, के त्यो समस्या हुँदैन? यदि राखिसकेको इम्प्लान्ट गरिसकेको लेन्स भन्नुभयो हजुरले? हजुर हजुर। त्यो पनि गर्न नसके नै होइन, युजली हामीले एकचोटि इम्प्लान्टेसन गरिसक्यो त्यो चाहिँ फाइनल नै हो। तर कोही पेसेन्टको चाहिँ यदि उसको चाहिँ शरीर आँखामा चाहिँ जोन्युल्सहरू विक छ, आँखाको चाहिँ सपोर्टिङ जुन एउटा सपोर्ट हुन्छ त्यो कम छ भने लेन्स टिल्ट हुनसक्छ अथवा लेन्स खस्न सक्छ आँखाभित्रै। त्यस्तो भएको खण्डमा चाहिँ हामीले लेन्स चेन्ज गर्नुपर्ने हुनसक्छ। कहिलेकाहीँ चाहिँ अब लेन्स नै व्हाइटनिङ भएर आउँछ, भेरी रेयरली त्यो चाहिँ क्याल्सिफाइड भएर आउँछ। त्यस्तो केसमा पनि हामी लेन्स चाहिँ एक्सचेन्ज गर्नुपर्ने हुन्छ। र कहिलेकाहीँ अब लेन्स चाहिँ अब पावर नमिलेको हुनसक्छ, इरर चाहिँ क्यालकुलेसनबाट हुनसक्छ। हामीले बायोमेट्रिक क्यालकुलेसन गर्छौँ, त्यो क्यालकुलेसन भएर चाहिँ यदि पोस्ट अपरेटिभली हाई रिफ्र्याक्टिभ इरर आयो होइन, अब होइन +5 अथवा -5 आयो भने त्यस्तो केसहरूमा पनि हामीले चाहिँ लेन्स चाहिँ एक्सचेन्ज गर्नुपर्ने हुनसक्छ। त्यो सम्भव हुन्छ? त्यो सम्भव छ, हामी गर्छौँ। अनि यसको साइड इफेक्ट चाहिँ हुन्छ कि हुँदैन? लेन्सको कुनै पनि साइड इफेक्ट खास छैन। हेर्नुहोस्, किनभने यो चाहिँ एकदमै स्टेराइल रूपमा बनाएको हुन्छ। यो चाहिँ अब पोली यो PMMA भन्छ, यो चाहिँ राम्रो मेटेरियलले बनाएको हुन्छ। यसबाट चाहिँ रियाक्सन हुने अथवा इन्फ्लामेसन हुने चान्सेस छैन, तर भेरी फ्यु पेसेन्टमा चाहिँ यसको चाहिँ रियाक्सन चाहिँ हुन्छ। तर हामी ओभरअल चाहिँ हामीले अपरेसन गरेको केसहरूमा अहिलेसम्म त्यस्तो केही रियाक्सन भएको देखेको छैन। डाक्टर साहब, जस्तै एउटा प्रश्न मैले सोधेँ, भन्नुभयो इन्जिनियरहरू अथवा कम्प्युटरमा बसेर काम गरिराख्ने होइन, अथवा भनौँ जे होस् कतिपय अवस्थामा अब नजिक टाढा दुइटै काम गर्न पर्ने, अथवा जोसुकै होस् चस्मा लाउन अलिकति अप्ठ्यारो अवस्था हुने मान्छेहरूले अलिकति फ्री भएर गर्न चाहनुहुन्छ नि त, जो जति नयाँ आयो त्यति एक्सेप्ट गर्न चाहनुहुन्छ धेरैले। यो लेन्स राख्नको लागि होइन कतिको महँगो हुन्छ, सबैले राख्न सक्नुहुन्छ हुन्न होइन, अनि यसको लागि अपरेसन गर्नुपर्छ होला, अपरेसन गरेरै राख्नु पर्यो, के हुन्छ सबै कुरा? यो लेन्सको प्राइस चाहिँ अब डेफिनेटली जति एडभान्स टेक्नोलोजीको लेन्स छ त्यति प्राइस महँगै हुन्छ। पेसेन्टको अकुपेसन र निड अनुसारले जुन हजुरले भन्नुभयो, उहाँहरूको चाहिँ काउन्सिलिङ चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। उहाँलाई कस्तो डिमान्ड छ, जस्तो हाउसवाइफ छ भने हाउसवाइफलाई त्यो ट्राइफोकल लेन्सहरू नभए पनि हुन्छ, मोनोफोकल लेन्स भए पनि काम गर्छ। तर हाउसवाइफ पनि यदि धेरै पढिरहनु पर्ने हुन्छ कोही भने चाहिँ डेफिनेटली उनीहरूलाई चाहिँ हामीले ट्राइफोकल लेन्स हामीले प्रिफर गर्छौँ, जसको प्राइस चाहिँ अलिक महँगै हुन्छ, 1 लाखभन्दा बढी नै हुन्छ। भने चाहिँ यदि पेसेन्ट चाहिँ अब डक्टर अथवा इन्जिनियर अथवा लयरहरू छ जुन चाहिँ डे टु डे काम गर्नुपर्ने छ भने उनीहरूलाई चाहिँ एडअफ लेन्स भन्छ हामीले, जसलाई एक्सटेन्डेड डेप्थ अफ फोकस लेन्स भन्छ, एडअफ लेन्स। त्यो चाहिँ हामी इम्प्लान्ट गर्छौँ, जसको कारण चाहिँ उसलाई चाहिँ एउटा भनौँ न इन्टरमिडिएट भिजन चाहिँ एकदमै राम्रो हुन्छ, डिस्टेन्स भिजनलाई पनि उसले कभर गर्छ। सरदरमा हेर्नुहुन्छ भने मोनोफोकल लेन्स हामी बढी इम्प्लान्ट गर्थ्यौँ पहिला, भने अहिले चाहिँ हामीले चाहिँ मल्टिफोकल र ट्राइफोकल लेन्स हामी बढी प्रिफर गर्छौँ, किनभने टेक्नोलोजीसँग हामी अगाडि बढ्नु पऱ्यो। मोनोफोकलको प्राइस चाहिँ अब हाम्रो नेपालमै पनि प्रोडक्सन हुन्छ, तिलगङ्गाले पनि प्रोड्युस गरिरहेको छ मोनोफोकल लेन्स, जसको प्राइस एकदम सस्तो छ होइन। हामीले अपरेसन गरेर पेसेन्टलाई पर्ने भनेको 20 देखि 25 हजार मात्रै पर्छ अपरेसन कस्ट भने, मल्टिफोकल लायो भने चाहिँ 1 लाखभन्दा माथि पर्ने भयो त्यो चाहिँ लेन्सको चाहिँ। यदि उसले चाहिँ एकदमै बाहिरको जर्मन र अमेरिकन लेन्स राख्छु भन्यो भने चाहिँ
चाहिँ त्यो चाहिँ धेरै महँगो पर्छ, 2 लाख जति नै पर्न आउँछ। तर यो चाहिँ कस्तो भने जुन अपरेसन गरे पनि पेसेन्टले देख्ने त भिजन हो, राम्रो देख्नु पऱ्यो होइन। तर क्वालिटी अफ भिजन चाहिँ डेफिनेटली क्वालिटी चाहिँ अभियसली टेक्नोलोजी भएको लेन्सहरूको क्वालिटी राम्रो हुन्छ, जसमा चाहिँ अल्ट्राभायोलेट रेज प्रोटेक्सन हुन्छ, उसको नाइट भिजन पनि राम्रो हुने भयो। अपरेसन गरिसकेपछि उसको सबै भिजन चाहिँ ब्याक हुने भयो, उसले जुन पहिला यङ एजमा देख्ने भिजन थियो त्यो फर्केर आउने भयो। तर म चाहिँ के भन्छु अब आफ्नो देशको लेन्स भएको कारणले चाहिँ तिलगङ्गाको लेन्स पनि उत्तिकै राम्रो छ, अमेरिकन लेन्सको बराबरमै छ। र तिलगङ्गाले पनि अहिले चाहिँ मल्टिफोकल लेन्स चाहिँ बनाइरहेको छ, र त्यो चाहिँ हामीले चाहिँ भिभिटेक भन्छ, चाहिँ भिभिटेक भने तिलगङ्गा आई सेन्टर भयो। यो चाहिँ एडोफ लेन्सकै कन्सेप्टमा बनाएको छ, र सायद यो बिस्तारै मार्केटमा पनि आउँछ, र सायद जुन 1 लाख पर्ने लेन्सलाई तिलगङ्गाबाट प्रोडक्सन भयो भने 1/3 अथवा 1/4 मात्रै पर्न आउँछ होला सायद है। कस्तो खुसीको कुरा त, किनभने अब इन्डियाबाट पनि नेपालमा आँखाको उपचार गर्न आउँदा रहेछन् होइन, धेरै आउँछन् है। किन यहाँ सस्तो भएर कि किन विदेशबाट पनि आउँछन्? नेपाल चाहिँ आँखाको लागि चाहिँ एकदम राम्रो ठाउँ हो, जहाँ चाहिँ आँखाको डक्टरहरू पनि राम्रो छ, र आँखा गर्ने सर्भिस प्रोभाइड गर्ने हस्पिटल पनि एकदमै राम्रो छ, एकदमै इक्विपमेन्ट भएको। हामी कहाँ चाहिँ एउटा राम्रो कुरा के छ भने हामी कहाँ चाहिँ हाई भोल्युममा लो कस्टमा हामी अपरेसन गर्छौँ। त्यो भनेको चाहिँ कम पैसामा धेरै अपरेसन गर्ने भएको कारणले गर्दा चाहिँ धेरै इन्डियाबाट हामी कहाँ धेरै पेसेन्टहरू आउँछ, तराईको बेल्टमा आउने पेसेन्टहरू, र हाम्रो क्वालिटी पनि राम्रो छ। एक दोस्रो चाहिँ कम्प्लिकेसन चाहिँ एकदम कम छ नेपालमा चाहिँ। हाम्रो पनि हेऱ्यो भने चाहिँ धेरै कम्प्लिकेसन कम हुने कारणले गर्दा पनि आउने हो। किन, के कारणले कम्प्लिकेसन कम? हामी धेरै अपरेसन गरेपछि डेफिनेटली यो रिफाइनमेन्ट हुने हो यो चाहिँ, र पेसेन्टहरू पनि जति पनि इन्डियाबाट आएको पेसेन्टहरू चाहिँ नेपालमा आएपछि एकदमै खुसी भएर गएको छन्। यो चाहिँ दृष्टि देख्ने मात्र नभएर चाहिँ उनीहरू चाहिँ डेफिनेटली यहाँको चाहिँ हाम्रो अपरेसनको चाहिँ गर्ने डाक्टर्सहरूको सायद बिहेभियरदेखि लिएर हाम्रो यहाँको चाहिँ सर्भिसदेखि लिएर पनि सायद त्यो पनि एउटा कारण हुन्छ। किनभने मैले देखेँ लाहान भन्ने एउटा लाहानमा एउटा सगरमाथा चौधरी आई हस्पिटल छ, जुन चाहिँ यति राम्रो बनाएको छ। उनीहरूले चाहिँ पेसेन्ट फ्रेन्डली हुनु पऱ्यो, बस्ने ठाउँ, बिरामी जाँच्ने ठाउँ, बिरामीलाई अपरेसन पश्चात राख्ने ठाउँ, उनीहरूलाई कसरी काउन्सिलिङ गर्ने, कुन भाषामा गर्ने, त्यो सबै कुराहरू चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। र हाम्रो नर्सेसहरू, हाम्रो टेक्निकल स्टाफहरू पनि त्यसरी नै ट्रेन गर्नुपर्ने हुन्छ, ताकि उनीहरूले पेसेन्टले के चाहेको छ त्यो माहौल चाहिँ हामीले चाहिँ पेसेन्ट फ्रेन्डली चाहिँ हामीले बनाउन सक्नुपर्छ हस्पिटलमा। जस्तै नि अलिकति मैले बच्चाहरूको पनि कुरा जोडेँ होइन, अपरेसनको कुरा त भइहाल्यो। त्यो भएपछि बच्चाहरूको होइन अहिले त एकदमै धेरै मोबाइल हेर्ने बानी छ, उनीहरूलाई कहिलेदेखि चेकअप गराउने होइन, र बच्चाहरूमा चाहिँ कस्ता समस्या देखिन्छन् डाक्टर साहब अहिले? बच्चाहरूमा सबैभन्दा ठुलो समस्या भनेको रिफ्र्याक्टिभ इरर हो, जसलाई हामी नेपालीमा दृष्टि दोष भन्छौँ। त्यो चाहिँ उसले चाहिँ चस्मा नलाइकन हेर्दाखेरि टाढाको चाहिँ नदेख्ने, 6 मिटरसम्मको 6/60 भन्छ हामी भिजन, त्यो चाहिँ नदेख्ने हुनसक्छ। त्यो चाहिँ मुख्य कारण हो। र बच्चाहरूको आँखा कमजोर भयो भनेर चाहिँ एउटा जेनेटिक पनि हुनसक्छ, वंशानुगत पनि हुनसक्छ, अर्को चाहिँ पछि आएर भएको हुनसक्छ, जसलाई एकदम सजिलो छ। खास यसको उपचार भनेको चस्मा प्रिस्क्राइब हामीले गर्नुपर्ने हुन्छ। तर चस्मा प्रिस्क्राइब गर्नुभन्दा अगाडि चाहिँ उसको पावर क्यालकुलेसन एक्युरेट हुनु पऱ्यो। हामी औषधि राखेर उसको चाहिँ कति एमाउन्ट अफ रिफ्र्याक्टिभ इरर छ त्यो चाहिँ हामीले चाहिँ ड्रप राखेर साइक्लो रिफ्र्याक्सन भन्छ त्यो गर्नुपर्ने हुन्छ, र त्यसपछि मात्रै हामीले फाइनल चस्मा दिन्छौँ। र अर्को एउटा इम्पोर्टेन्ट चाहिँ चस्मा लाउनु पर्ने दृष्टि कम छ तर उसको आँखा अलिकति बाङ्गो पनि हुनसक्छ, अब आँखा हल्लिने पनि हुनसक्छ, त्यो पनि हामीले मिस गर्न भएन। त्यो चाहिँ हामीले चाहिँ अर्थोप्टिक इभ्यालुएसन अथवा बाइनोकुलर सिङ्गल भिजन इभ्यालुएसन गरेर उसलाई चाहिँ अर्थोप्टिकको एक्सर्साइजहरू गर्नुपर्ने हुनसक्छ होला, त्यस्तो एक्सर्साइज पनि गर्नुपर्ने चाहिँ हामी सल्लाहहरू दिन्छौँ। बच्चाहरूमा आफ्नो अर्को एउटा प्रब्लम भनेको चाहिँ आँखा डेढो मात्रै नभएर सानो ठुलो हुने पनि हुनसक्छ, साइजहरूको चाहिँ त्यो पनि एउटा एकदम चाहिँ हामी क्वाइट कमनली देख्छौँ। त्यस्तो केसहरूमा पनि हामीले चाहिँ यदि कस्मेटिकली केही गर्नुपर्ने छ भने आँखाको परेला सानो परेला ठुलो हुनसक्छ, त्यसमा पनि हामी सर्जिकल ट्रिटमेन्ट गर्नुपर्ने हुनसक्छ। अर्को एउटा कमनली हामीले देख्ने भनेको चाहिँ बच्चाहरूको चाहिँ यो मायोपिया सिफ्ट भन्छ हामीले, यो संसारभरि स्पेसली एसियन कन्ट्रिजहरूमा मायोपिक सिफ्ट एकदम बढिरहेको छ। मायोपिक सिफ्ट भनेको चाहिँ माइनस चस्मा लगाउने पहिलाको भन्दा अहिले चाहिँ पपुलेसन बढिरहेको छ। पहिला 20-30% छ भने अलमोस्ट 50% क्रस गरिसकेको छ अहिले। सिङ्गापुर, चाइना, जापानमा चाहिँ धेरै नै हाई मायोपिकहरू छ। यो चाहिँ माइनस चस्मा लगाउने एउटा वंशानुगत पनि भयो। दोस्रो चाहिँ एक्सर्साइज हामी नियर काम गर्छौँ होइन, नियर काम गर्ने भने नजिक पर्ने भयो, सबै काम नजिकमा भयो, त्यसले गर्दा पनि एउटा चाहिँ माइनस पावर बढेको हामी देख्छौँ। र यो मायोपिक सिफ्ट
लाई चाहिँ कसरी अब कन्ट्रोल गर्ने भन्ने एउटा ठुलो एउटा चुनौती छ हाम्रो चाहिँ के भन्छ एजेन्डा छ, जसमा चाहिँ एउटा चाहिँ सबभन्दा मुख्य कुरा नै भनेको नि तपाईँको चाहिँ अप्टिकल केयर भयो, जस चस्मा लाएर भयो। अर्को चाहिँ उसको चाहिँ डेली एक्टिभिटिजमा बच्चाहरूलाई कसरी हुन्छ आउटडोर एक्टिभिटिजमा हामीले चाहिँ इन्भल्भ गर्नुपर्ने हुन्छ, बाहिरको एक्टिभिटिजमा चाहिँ, चाहे त्यो स्पोर्ट्स होस् अथवा अरू कुनै क्लासेसहरूमा चाहिँ इन्भल्भ चाहिँ बच्चाहरूलाई गर्नुपर्ने हुन्छ। यो चाहिँ सानो बिफोर 5 इयर्स नै हामीले चाहिँ बच्चाहरूलाई टेम गर्नुपर्ने हुन्छ कि चाहिँ उसले कसरी हुन्छ आउटडोरमा जानु पर्यो। अहिले त अब ठाउँ सानो छ, सबैका बच्चाहरू प्राय कोठामा हुर्केका छन् होइन, भनेपछि त यसले त ठुलो समस्या निम्त्याउने रहेछ नि त डाक्टर साहब। हो, यो चाहिँ हामीले देखिरहेको छ नेपालमा पनि हामीले चस्मा लाउने बच्चाहरू स्कुलमा पहिलाभन्दा बढिरहेको छ, अनि त्यसमा चाहिँ हामीले चाहिँ बच्चाहरूको चाहिँ चस्मा लाएर त्यसमा अब एकुरेट पावर नमिल्न सक्छ, जसले गर्दा चाहिँ एकुरेट पावर मिलेन भने ऊ चाहिँ लेजी आई भएर जान्छ, आँखा चाहिँ डल भएर जान सक्छ। त्यो पनि थेरापी एकदम जरुरी छ, हामीले गर्नुपर्छ एम्ब्लायोपिया थेरापी। भनेपछि त्यो त्यसको समस्या चाहिँ थेरापी गरेपछि कम हुन्छ। हो, बच्चाहरूलाई चाहिँ थेरापी चाहिँ एकदम जरुरी छ। जसको आँखा कमजोर छ बच्चाहरूको छ भने उनीहरूलाई चाहिँ हामीले भिजन थेरापी गर्छौँ, र थेरापी चाहिँ 1-2 चोटि गरेर पुग्दैन, महिनौ लाग्छ, कहिलेकाहीँ वर्ष पनि लाग्छ। र प्यारेन्ट्सहरूलाई हामी एकदम धैर्य राख्न भन्छौँ कि चाहिँ तपाईँहरूको बच्चाको भिजन आउँछ नआउने होइन, तर इट विल टेक सम टाइम, किनभने आँखाको नसा र ब्रेनको कोअर्डिनेसन चाहिँ मिल्नु पऱ्यो। दुईवटा आँखाको कोअर्डिनेसन नहुनसक्छ, अन्त ब्रेनसँग चाहिँ कोअर्डिनेसन नहुन्छ, त्यो सबै चाहिँ आँखालाई ट्रेन गर्नलाई 6 महिना 1 वर्ष लाग्छ। र 10 वर्षभन्दा अगाडि नै हामीले चाहिँ आँखाको रोग चाहिँ बच्चाहरूमा भएको चाहिँ 10 वर्षभन्दा अगाडि नै हामीले चाहिँ यो थेरापी गर्न पायो भने चाहिँ यसको सक्सेस रेट अलमोस्ट 100% नै हुन्छ। तर त्यही बच्चा चाहिँ 15 वर्षको उमेरमा आएर मलाई थेरापी गर्नु भन्यो भने चाहिँ त्यति सक्सेस चाहिँ नहुन सक्छ। जस्तै थेरापी गरिरहेका बच्चाहरूले नि आफै घरमा पनि केही गर्नुपर्ने हुन्छ कि त्यो थेरापी गरेर आएर उहाँहरूले केही प्र्याक्टिस गर्नुपर्ने हुन्छ कि? अहिले चाहिँ हाम्रो अब सबै इन्टरनेट र क्लाउड बेस्ड भइसकेको छ सफ्टवेयरहरू। हामीले चाहिँ इभन बच्चाहरूलाई चाहिँ होम बेस्ड थेरापी पनि गर्छौँ, त्यो जसमा चाहिँ हामी सफ्टवेयरबाट होम बेस्डमा घरमै हामी गाइड गर्छौँ, त्यो पनि गर्न सकिन्छ। यदि आउट अफ काठमाडौँको मान्छेहरूलाई हामीले त्यसरी पनि गर्छौँ। अर्को चाहिँ अब ब्रड स्ट्रिङ टेस्ट हामीले थेरापीहरू गर्छौँ, हामी रुलर्सहरू दिन्छौँ, हामीले पेपर्सहरू दिन्छौँ। त्यो चाहिँ बाइनोकुलर सिङ्गल भिजनको चाहिँ एक्सर्साइजहरू हामीले पेपरहरू दिएर पठाउँछौँ उनीहरूलाई। त्यो चाहिँ घरमा पनि केही सानतिनो एप्लायन्सेसहरू दिएर हामीले एक्सर्साइज घरमै गरेर पनि भन्छ हामीले। त्यो चाहिँ फ्रिक्वेन्टली आउनु पर्दैन, महिना अथवा 3 महिनामा एकचोटि अफिस भिजिट गर्नु पऱ्यो, क्लिनिक भिजिट गर्नु पऱ्यो। अदरवाइज घरमा पनि प्यारेन्ट्सलाई हामी सिकाइदिन्छौँ, प्यारेन्ट्सले पनि बच्चाहरूलाई चाहिँ ट्रेनिङ गर्न सक्छ आँखाको लागि चाहिँ। मैले अलिकति मोतीबिन्दुकै कुरा गर्ने ल, जोडेँ थोरै मैले जिज्ञासा। जस्तो अब एकचोटि अपरेसन गरिसकेपछि मोतीबिन्दुको फेरि त्यसमा समस्या आउने सम्भावना हुन्छ कि हुँदैन? मोतीबिन्दु एकचोटि अपरेसन गरिसकेपछि फेरि मोतीबिन्दु आउँदैन, तर आएको खण्डमा त्यसलाई चाहिँ हामीले आफ्टर क्याट्र्याक्ट भन्छ। स्पेसली यदि जति यङ्गर एज छ हामीले कन्जेनाइटल क्याट्र्याक्ट भन्छ, बच्चाहरूमा पनि मोतीबिन्दु हुन्छ। त्यस्तो केसमा चाहिँ क्याट्र्याक्ट अपरेसन गरेको खण्डमा ऊ ठुलो भइसकेपछि आफ्टर क्याट्र्याक्ट डेभलपमेन्ट गर्छ, त्यसलाई चाहिँ आफ्टर क्याट्र्याक्ट भन्छ। त्यो पनि हामीले फेरि सर्जरी गरेर निकाल्नुपर्ने हुन्छ। तर अलि एडल्टहुडमा आएर अपरेसन गरेको छ भने उसको चाहिँ पोस्टेरियर क्याप्सुल अपासिटी हुन्छ, जसलाई चाहिँ हामी लेजरले एन्टी-याग लेजर क्याप्सुलोटोमी गरेर क्लिन गर्छौँ। यदि चाहिँ आफ्टर क्याट्र्याक्ट कहिले कस्तो पनि हुन्छ कि भने चाहिँ एकदम डेन्स हुन्छ, जुन चाहिँ हामीले लेजरले काट्न सक्दैनौँ भने चाहिँ फेरि त्यसलाई हामीले अपरेसन गरेर निकाल्नुपर्ने हुन्छ। र आफ्टर क्याट्र्याक्ट निकाल्दाखेरि कहिलेकाहीँ लेन्स पनि हामीले निकालेर नयाँ लेन्स राख्नुपर्ने हुन्छ, जसलाई हामीले स्क्लेरल फिक्सेसन लेन्स भन्छ। हामीले SFIL चाहिँ इम्प्लान्ट गर्नुपर्ने हुन्छ। भनेपछि यो जटिलता कमैलाई मात्रै देखिन्छ होला? सबैलाई हुँदैन, एकदम थोरै पपुलेसनमा मात्रै यो चाहिँ जटिलता हुन्छ, सबैलाई हुँदैन। सामान्यतया नि डाक्टर साहब अब आँखा पोल्ने, एलर्जी हुने होइन, अनि आँखा रातो हुने, आँखाबाट आँसु आइरहने समस्या हुन्छ प्राय मानिसहरूलाई। यस्तो समस्या सुनिन्छ होइन, खास के कारणले यस्ता समस्याहरू हुन्छ? आँखा पोल्ने बिजाउने भनेको चाहिँ यदि आफ्टर 50s आफ्टर 60s छ भने महिलाहरूमा चाहिँ धेरै चाहिँ अब हामीले कस्मेटिक आइटम्सहरू बढी युज गर्छौँ। यङ एजभन्दा आजकल चाहिँ मिडल एज र अलिक ढल्किन थालेको एजले बढी चाहिँ मेकअप गर्ने र कस्मेटिक युज गर्ने हुन्छ। र यी कारण पनि कस्तो हुन्छ भने हामीले एभ्री डे युज गर्छौँ र व्यापक रूपमा धेरै नै युज गर्छौँ, त्यसले गर्दा पनि आँखामा चाहिँ असर गर्न सक्छ। आँखामा लाउने गाजल, आइलाइनरदेखि लिएर थुप्रै क्रिम्सहरू हामी युज गर्छौँ, जुन चाहिँ केमिकलै हो। त्यो पनि
कपालमा हामी रङ्सहरू कलरहरू लाउँछौँ मेहन्दीहरू त्यो पनि केमिकल हो यो सेड हुन्छ फेरि बिस्तारै सेडिङ हुँदाखेरि आँखामा चाहिँ एलर्जी हुने एउटा मुख्य कारण एउटा हामी देखिरहेको छौँ यो चाहिँ एलर्जी भए तापनि हामीले चाहिँ औषधिहरू दिएर उपचार गरेर ठिक पार्छौँ अर्को चाहिँ पोल्युसन एउटा दोस्रो पोल्युसन चाहिँ अब व्यापकमा छ अहिले भर्खर रिसेन्टली मैले बिबिसीमा हेऱ्यौँ नेपालको काठमाडौँ चाहिँ संसारको चौथो मोस्ट पोल्युटेड सिटी रहेछ प्रदूषण जसमा दिल्ली बङ्गलादेशको ढाका पछि नेपाल पनि आउँदो रहेछ भनेपछि यो प्रदूषण पनि एउटा मुख्य कारण जसको कारण चाहिँ आँखा चाहिँ अलिकति रसाउने बिजाउने र अलिकति चिलाउने समस्याहरू आउँछ यसलाई चाहिँ हामीले पेसेन्टलाई चाहिँ हामी आँखा चाहिँ एटलिस्ट बिहान बेलुका दुईचोटि चाहिँ ड्रिङ्किङ वाटरले सफा गर्नु भन्छ हामीले सनग्लास ह्याटहरू प्रयोग गरेको राम्रो होइन बढी धुलो उडेको ठाउँमा चाहिँ धेरै एक्सपोज नहुनु भन्छ हामीले बाइक चलाउने मान्छेलाई भाइजर युज गर्नु भन्छ अथवा सनग्लास युज गर्नु भन्छ त्यो एज अ प्रिभेन्टिभ मेजरमा भयो यदि निकै रातो भयो आँखामा होइन यदि उसको चाहिँ सहन नसकिने एलर्जी छ भने उसले चाहिँ आँखाको डक्टरले देखाउनु पऱ्यो र एन्टी एलर्जिक र एन्टी लुब्रिकेटिङ आई ड्रप्सहरू चाहिँ प्रयोग गर्नु पऱ्यो जस्तै चस्मा लगाएपछि आँखा अल्छी हुन्छ भन्छन् नि होइन यो चाहिँ मिथको कि तथ्य हो चस्मा लगाएपछि लेजी हुने भन्ने कुरा चाहिँ मिथ्या नै भनौँ यसलाई चाहिँ सत्य चाहिँ होइन किनभने उस पेसेन्टले चस्मा लगाउने दुईवटा कारण हुन्छ एउटा डिस्टेन्स भिजनलाई हेर्ने हुन्छ अर्को नजिक पढ्नलाई हुन्छ पढ्न चाहिँ डेफिनेटली नसकिने होइन चस्मा नलागेर पढ्न सकिन्छ तर लामो समयसम्म चस्मा नलागिकन पढ्दाखेरि उसको आँखा थकित हुने हुन्छ चस्मा लाउने नै प्रयोग गर्नुपर्ने हुन्छ र बच्चाहरूमा पनि हामी हेर्छौँ यदि चस्मा लगाएर चाहिँ भिजन कम भएको छ भने चाहिँ त्यो चाहिँ पावर नमिलेको हुनसक्छ अथवा चस्माको जुन सेन्टर छ सेन्ट्रेसन नमिलेको हुनसक्छ मोबाइलले आँखा बिगार्छ होइन त्यो चाहिँ कति हदसम्म सही मोबाइलले आँखा बिगार्छ कि बिगार्दैन भन्नुहुन्छ नि अब मोबाइल कति समय हेर्नुहुन्छ त्यसमा डिपेन्ड गर्छ घन्टौँ 24 घन्टा रात दिन नै हेर्नुहुन्छ भने डेफिनेटली त्यसको असर छ मोबाइलमा पनि आफ्नै एउटा रेजहरू आँखामा आइरहेको हुन्छ त्यो सानो हुन्छ डिजिटली हेऱ्यो भने निकै सानो फन्ट हुन्छ त्यसले गर्दा आँखा चाहिँ टायर्ड हुने फेटिक हुने हुन्छ आँखा चाहिँ त्यो एउटा चाहिँ प्रब्लम हामी देख्छौँ अर्को चाहिँ ड्राई हुने आँखा सुक्खा भएर जाने देख्छौँ रिफ्र्याक्टिभ इरर चाहिँ धेरै मोबाइल हेर्दैमा आँखा कमजोर हुने चाहिँ हुँदैन हेर्नुहोस् होइन तर अलरेडी जसको आँखा एकदम कमजोर छ होइन उसको पावर छ भने चाहिँ मोबाइल धेरै हेर्दाखेरि उसको पावर बढेको हामी पाउँछौँ चस्मा चाहिँ सबैभन्दा राम्रो उपचार हो जुन ब्लु रेज प्रोटेक्सन मैले अघि पनि भने ब्लु रेज प्रोटेक्सन चस्माहरू लाएर स्क्रिन मोबाइल ल्यापटप ट्याब्लेटहरू हेर्न हामी सल्लाह दिन्छौँ डाक्टर साहब जस्तै अब कसैलाई होइन कहिले एक्कासी आँखाको भिजन कम हुन्छ होइन त्यो खास के कारणले भएको हुनसक्छ होइन के कारण फरक हुन्छ कि र यो अवस्थामा के गर्ने एक्कासी भिजन जाने चाहिँ अब एउटा आँखाको पनि हुनसक्छ दुईवटा आँखाको पनि हुनसक्छ बच्चाहरूमा र एजहरू भएको पेसेन्टमा एक्कासी भिजन लसमा फरक पर्न सक्छ हामी सडन लस अफ भिजन अलिकति एल्डरली पेसेन्ट छ भने त्यो चाहिँ आँखाको भित्र पर्दा रेटिना भन्छ रेटिनाको समस्याहरूले गर्न सक्छ जहाँ चाहिँ आँखाको नसाहरू ब्लक भएको हुनसक्छ पर्दा उब्किने अब जस्तै रेटिनल डिट्याचमेन्ट भन्छ पर्दा फाटेको अवस्थामा हुनसक्छ अप्टिक न्युराइटिस भन्छ आँखाको नसा सुन्निएको यो नसाको एउटा कारणले पनि सडन लस अफ भिजन हुनसक्छ सडन लस अफ भिजन इभन जलबिन्दुमा पनि हुनसक्छ हामीले चाहिँ ग्लोकोमा भन्छ मेडिकल टर्ममा ग्लोकोमा एक्कासी प्रेसर निकै आँखाको एउटा प्रेसर या दुईवटा आँखाको प्रेसर निकै बढिया छ भने चाहिँ उसको आँखा चाहिँ भिजन जान सक्छ अर्को चाहिँ हामीले चाहिँ इभन मोतीबिन्दुमा पनि कहिलेकाहीँ के हुन्छ भने एक्कासी क्याट्राक्ट बढेको हुनसक्छ अथवा मोतीबिन्दु बढेर चाहिँ प्रेसर बढेको हुनसक्छ आँखामा चाहिँ त्यस्तो केसमा पनि पेसेन्ट चाहिँ सडन लस अफ भिजन भएर आउनसक्छ यदि बच्चाहरूमा सडन लस अफ भिजन भन्छ नि सबभन्दा पहिला हामीले चाहिँ उसको चाहिँ म्यालिङ्गरिङ भन्छ हामीले बच्चाहरूले चाहिँ रियली चाहिँ भिजन लस नभएको पनि हुनसक्छ बच्चाहरूले चाहिँ अलिकति ढाँट्ने त्यस्तो पनि हुन्छ त्यो चाहिँ मैले देखेन भन्नेहरू पनि हुन्छ त्यो चाहिँ हामीले चाहिँ म्यालिङ्गरिङ टेस्ट भन्छ हामीले हाम्रो अप्टोमेट्रिस्टले टेस्ट गर्नुहुन्छ बच्चाको रियली त्यो भिजन चाहिँ कम भएको हो कि होइन त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्ने हुन्छ अर्को बच्चाहरूमा सडन लस अफ भिजन चाहिँ आँखाभित्र ब्लिडिङहरू हुने आँखाभित्र चाहिँ पर्दामा समस्याहरू आउने त्यसले गर्दा पनि सडन लस अफ भिजन हुनसक्छ इभन बच्चाहरूको चाहिँ हामीले कति बच्चाहरू चाहिँ के भन्छ यो क्यान्सर भन्छ पिडियाट्रिक क्यान्सरमा चाहिँ रेटिनोब्लास्टोमा भन्छ हामीले रेटिनामा हुने एउटा चाहिँ बच्चा चाइल्डहुडमा क्यान्सरमध्ये एउटा पर्छ रेटिनोब्लास्टोमा पनि सडन लस अफ भिजन हामी भएको देख्छौँ जुन चाहिँ आँखाको पर्दामा एक्जुरेटिभ डिट्याचमेन्ट हुनसक्छ पर्दा फाटिन सक्छ अथवा त्यो भित्र सिडिङ भन्छ हामीले चाहिँ ट्युमर सेल्सहरू चाहिँ आँखामा एक्कासी बढ्यो भने पनि सडन लस अफ भिजन हुनसक्छ हामीले नि डाक्टर साहब
हरेक उमेर समूहले भनौँ कति समयमा अनिवार्य रूपमा आँखाको जाँच गराउनु पर्ने हुन्छ? स्कुल जानुभन्दा अगाडि अब हामी चाहिँ के भन्छौँ भने कुनै पनि बच्चाहरू चाहिँ स्कुल एटेन्ड गर्नुभन्दा अगाडि चाहिँ एकपटक चाहिँ आँखा जाँच गराउनु भएको राम्रो पहिलो। दोस्रो चाहिँ यदि बच्चाहरू तौल नपुगेर जन्मेको छ होइन, महिना नपुगेर पाएको बच्चाहरू छ भने उसले त 1 महिना अथवा 2 महिनाभित्रै आँखा देखाइसक्नुपर्छ नेत्र विशेषज्ञलाई। स्कुल गइसकेको छ भने पनि एटलिस्ट कहिले पनि आँखा जाँचेको छैन भने चाहिँ 5 इयर्सको एजभित्र एउटा आँखा जाँच चाहिँ कम्पलसरी छ। आजकल धेरै स्कुलहरूले पनि बिलो 5 को बच्चाहरूलाई एउटा चाहिँ सर्टिफिकेट चाहिँ आईको डक्टरको चाहिँ उनीहरूले माग्नुहुन्छ, त्यो एउटा जरुरी छ। र एडल्टहुडमा गइसकेपछि हामीले चाहिँ यदि आँखा के पनि स्वच्छ छ भने 40 वर्षमा आँखा नदेखाए पनि केही फरक पर्दैन। तर 40 वर्ष ढल्केपछि एकचोटि चाहिँ आँखा जाँच चाहिँ गर्नु पर्यो होइन। र 60 वर्ष कटिसकेको मान्छेहरूले चाहिँ एनुअल आई चेकअप चाहिँ कम्पलसरी गर्नुपर्ने हुन्छ, जुन चाहिँ मोतीबिन्दु, जलबिन्दु, अरू कुनै पर्दाको रोगहरू हुनसक्छ। 60 वर्ष कटेको मान्छेले चाहिँ वर्षमा एकचोटि चाहिँ आई चेकअप चाहिँ गर्नुपर्छ, अनिवार्य गर्नु पर्यो होइन। डाक्टर साहब, यहाँको यति लामो अनुभव, अपरेसन गरेको यति लामो अनुभव छ, 20 वर्ष भयो यहाँले अपरेसन गर्न सुरु गर्नुभएकै। आँखामा चिरेर अपरेसन सुरु गर्नुभयो, आज एडभान्स जुन नयाँ प्रविधि छ त्यसमा अपरेसन गरिराख्नु भएको छ होइन। अहिले 50,000 भन्दा बढी बिरामीको अपरेसन गरिसक्नुभयो यहाँले। हजुर, मैले चाहिँ मेरो आफ्नो टिचिङबाट मैले पढेँ एमडी चाहिँ, अनि गरिसकेपछि म भैरवामा पनि काम गरेँ। भैरवाको रणअम्बिका आँखा अस्पताल जुन चाहिँ हाई भोल्युम क्याट्राक्ट सर्जिकल सेन्टर हो, त्यहाँ पनि मैले करिब 4 वर्ष काम गरेँ। र पछि फेरि म तिलगङ्गा आँखा अस्पतालमा म लामो समय आबद्ध भएँ। यो 20 वर्षको दौरानमा करिब 50,000 भन्दा बढी मोतीबिन्दु अपरेसन गरियो। सायद त्यसमध्ये पनि धेरै जसो मैले चाहिँ पहाडतिर क्याम्पहरूमा नै मैले धेरै अपरेसन गर्न मौका पाएँ। हस्पिटलमा चाहिँ हामीले चाहिँ फेको इमल्सिफिकेसन हामी धेरै गऱ्यौँ, जुन चाहिँ टपिकलमा हामी गर्छौँ। र अभियसली अबको नेक्स्ट अब मेरो भनौँ न नेक्स्ट 10-20 इयर्स चाहिँ म काम गर्छु। सायद योभन्दा अझै डबल नै अपरेसन गर्ने म आशा गरिरहेको छु। यसो जस्तै यहाँको यति लामो अनुभव छ होइन, भनिदिनु न हामी सबैले होइन आँखा सुरक्षित राख्न के गर्ने? 1 2 3 भन्छ हामीले होइन। सबभन्दा पहिला चाहिँ आँखा सुरक्षितको लागि 1 नम्बर चाहिँ हाम्रो चाहिँ आँखालाई चाहिँ हामीले स्वास्थ्यको रूपमा हेर्नु पर्यो। यो पनि एउटा अङ्ग हो, यसलाई हामीले माया गर्नुपर्ने हुन्छ। आँखा चाहिँ डे टु डे एभ्री डे सफा राख्नुपर्ने हुन्छ। यो चाहिँ पर्सनल हाइजिन भन्यो हामीले होइन। एउटा चाहिँ आफ्नै तर्फबाट चाहिँ आँखा चाहिँ सफा राख्नु पर्यो, क्लिन राख्नु पर्यो। फेसवासले मुख धोइसकेपछि आँखामा पनि पानीले स्प्लास गर्न मिल्छ। कति चाहिँ मिथ्याहरू छ कि नगर्नु, आँखामा पानी हाल्नु नहाल्नु भन्छ, त्यो होइन। सफा चाहिँ बिहान बेलुका आँखा चाहिँ सफा राख्नु पर्यो। दोस्रो कुरा चाहिँ हामीले चाहिँ आँखाको स्वास्थ्यको लागि चाहिँ खाना हुने कुरा चाहिँ राम्रो खानु पर्यो, जुन चाहिँ डायटमा चाहिँ भाइटामिन ए भएको कुराहरू बढी मात्रामा खानु पर्यो। तेस्रो कुरा चाहिँ यदि आँखामा कुनै पनि सामान्य लक्षण भन्छ हामीले, धमिलो भयो अथवा रातो भएको खण्डमा अथवा दुखेको खण्डमा चाहिँ कुनै पनि सानोभन्दा सानो समस्या आँखामा देखेको खण्डमा सेम डे अथवा नेक्स्ट डे नै हामीले चाहिँ आँखाको विशेषज्ञसँग परामर्श गर्न हामी सल्लाह दिन्छौँ। रोग हुनुभन्दा अगाडि नै हामी चाहिँ त्यो रोग पत्ता लागेको खण्डमा चाहिँ त्यस्ता पेसेन्टहरू कहिले पनि अन्धोपन हुन सक्दैन। त्यसैले चाहिँ आँखा जाँच एकदमै जरुरी छ। अघि हजुरले भन्नुभयो पर्सनल हाइजिन इम्पोर्टेन्ट भयो, खानामा ध्यान दिनु पर्यो। तेस्रो चाहिँ उसले चाहिँ आँखा चाहिँ नियमित रूपमा आँखा जाँच गराउनु पर्यो। यो 3टा कुरामा ध्यान दिनु पर्यो। त्यो भयो भने हामीहरूले भनौँ न समयभन्दा अगाडि आँखाको ज्योति अथवा आँखालाई असर पुर्याउँदैनौँ। हामीले पनि अब नेत्र विशेषज्ञले पनि हामीले पनि सक्दो प्रयास गर्छौँ। हामी कसरी हुन्छ आँखा चाहिँ ज्योति गुम्न दिन्नौँ। तर एउटा स्टेज पार गरेर आइसकेपछि लङ टर्म डिजिज भइसकेपछि चाहिँ उपचार गर्दाखेरिको दृष्टि फेरि फर्केर नआउन सक्छ। त्यस्तो केसमा पनि हामीले चाहिँ सक्दो हामी चाहिँ हाम्रो प्रयास चाहिँ जारी रहन्छ। तर पेसेन्टको एक्सपेक्टेसन चाहिँ एउटा ठुलो हुन्छ कि आँखाको डक्टर आइपुग्ने बित्तिकै म सबै देख्छु भन्ने एउटा एक्सपेक्टेसन हुन्छ। डक्टर्सहरूले पनि के सोच्नु पऱ्यो भने पेसेन्टलाई चाहिँ धेरै आश्वासन दिन भएन कि चाहिँ अब तपाईँको ज्योति आउँछ भनेर चाहिँ हामी पनि सक्दो एउटा मार्जिनल चाहिँ हामी काउन्सिलिङ गर्छौँ। पेसेन्टले चाहिँ डेफिनेटली डक्टर्सलाई चाहिँ विश्वास चाहिँ गर्नु पऱ्यो कि मेरो डक्टर माई डक्टर इज डुइङ गुड भन्ने खालको त्यो मेसेज पनि एकदम इम्पोर्टेन्ट छ। किनभने हामी नेपालमा चाहिँ डक्टर्सहरूप्रति चाहिँ विश्वास कम गर्छौँ र अरू भनौँ न अब झाँक्री के भन्छ त्यसलाई अब गाउँघरतिर भन्न आएन मलाई
धामी झाँक्री? धामी झाँक्रीतिर हामी विश्वास गर्छौँ। अनि डक्टरलाई देखायो एकचोटि ठिक भएन भने धामी झाँक्रीका जान्छौँ। त्यस्तो प्र्याक्टिस पनि गर्नु भएन। हामी विश्वास चाहिँ गर्नुपर्छ कि चाहिँ हाम्रो जुन सुपरस्टिसनतिर चाहिँ धेरै लाग्नु चाहिँ ठिक हुँदैन। अहिले पनि स्टिल हाम्रो पश्चिम नेपालतिर मैले देखेको छु, आँखामा चाहिँ अब जलबिन्दु भएको छ तर चाहिँ त्यहाँ धामी झाँक्रीमा गएर उपचार गरिरहेको छ। मधुमेहले आँखा बन्द भइसकेको छ, त्यही पनि धामी झाँक्रीमा गइरहेको छ भनेपछि त्यो कुराहरूमा चाहिँ हामीले चाहिँ मेसेज पुर्याउनु सक्नु पऱ्यो कि एउटा भनौँ न हाम्रो पपुलेसनमा, हाम्रो जनमानसमा कि एउटा जनचेतना के हुनु पऱ्यो भने आँखा साँच्चीकै देखेको छैन भने चाहिँ नजिकको आँखा अस्पतालमा जानु पऱ्यो। अन्त्यमा राज साहब, यहाँको यत्रो अनुभव छ, अघि पनि कुरा भइसक्यो होइन। अब कतिपय अवस्थामा चाहिँ आँखा सन्चो हुँदासम्म चाहिँ मान्छेले केयरलेस गरिरहेको हुन्छ होइन। जसको आँखा गुम्छ त्यतिखेर मात्रै थाहा हुन्छ, हो मेरो त आँखा गुम्यो होइन, मैले अगाडि केयर गरेको भए यस्तो हुन्थेन। सायदै सबै आँखाको अपरेसन गर्नुपर्ने अवस्थामा पुगेपछि सायद सबै बिरामीलाई यो अनुभव हुन्छ होला, यो महसुस हुन्छ होला। यहाँले त देख्नु भएको छ होइन। अहिलेका युवा पुस्ता अथवा जोलाई अहिलेसम्म समस्या भएको छैन उहाँहरूलाई नि, उहाँहरूको आँखा बचाउनको लागि जो बिरामी हुनुहुन्छ, अझ मधुमेहको बिरामी हुनुहुन्छ, अन्तिममा भनिदिनु न के गर्नुपर्छ? मधुमेह चाहिँ अहिले नेपालमा पनि बढ्दो अवस्थामा छ र संसारमै यो साउथ एसियन कन्ट्रिज भनेको बङ्गलादेश, पाकिस्तान, इन्डिया, नेपालमा चाहिँ सबभन्दा हाइएस्ट रेटमा मधुमेहको नम्बर बढिरहेको छ। अब नेक्स्ट अब 2050मा गएर चाहिँ मधुमेहको जति अहिले पपुलेसन छ यसको डबल हुन्छ होइन। भनेपछि डेफिनेटली अन्धोपन पनि डबल हुनेमा र यो चाहिँ हाम्रो ठुलो एउटा चाहिँ च्यालेन्जमा छ कि मधुमेहले आँखाको असर चाहिँ बढ्ने रूपमै गइरहेको छ। त्यसैले चाहिँ अहिले जति पनि यङ्स्टर्सहरू छ, अहिलेको यङ्स्टर्स भनेको नेक्स्टमा 2040-50मा गएर त 50s हुन्छ नि त। अहिलेदेखि नै स्वास्थ्यमा ध्यान दिनु पऱ्यो। अहिलेदेखि नै चाहिँ मधुमेह हुनबाट चाहिँ कसरी बस्ने भन्दा मधुमेह चाहिँ इट्स प्रिभेन्टिभ हो नि। उसले चाहिँ अहिलेदेखि नै खानामा ब्याउनु पऱ्यो, व्यायाम गर्नु पऱ्यो, एक्सर्साइज गर्नु पऱ्यो, स्ट्रेसलेस हुनु पऱ्यो, स्ट्रेस नलिकन काम गर्नु पऱ्यो। एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ खानामा चाहिँ मात्र नभएर खाना नहुने चिज खानु भएन, धुम्रपान अनि मद्यपानहरू गर्न भएन। र यदि फ्यामिलीमा यदि प्यारेन्ट्सहरू डायबिटिस छ अथवा मामा घर अथवा फुपूतिर डायबिटिस छ भने उसले पनि एकदमै रेगुलरली ब्लड सुगर टेस्ट एन्युअली र HbA1c टेस्ट चाहिँ गरिरहनु पर्ने हुन्छ। र मधुमेह अनसेटभन्दा अगाडि नै उसले सबै कुराहरू राम्रोसँग चाहिँ अप्नाएको खण्डमा चाहिँ मधुमेहको इन्सिडेन्स पनि पछाडि लान सकिन्छ। 50sमा हुने मधुमेहलाई 60sमा लान सकिन्छ नि त, त्यो एउटा पार्ट भयो। र यदि मधुमेह भयो भन्दैमा डराउनु पर्दैन। मधुमेह भयो भन्दैमा चाहिँ डेफिनेटली पेसेन्टले चाहिँ आफ्नो डिसिप्लिन चाहिँ मेन्टेन गर्नुपर्ने, अनुशासन चाहिँ प्रयोग गरेर उसले चाहिँ आफ्नो अगाडि बढ्नु पऱ्यो। र मधुमेह भयो भन्दैमा आँखाको दृष्टि गुम्दैन, निकै समय लाग्छ आँखाको दृष्टि घुम्नलाई। त्यसैले मधुमेह भएपछि उसले चाहिँ वर्षमा एकचोटि आँखा जाँच गर्नु पऱ्यो। र आँखा जाँच गरेर आँखामा यदि सुगरको केही पनि असर छैन भने चाहिँ उसले एनुअल आई चेकअप गर्नु पऱ्यो। 10औँ वर्ष 20औँ वर्षसम्म यसले आँखामा असर गर्दैन पनि, र गरेको खण्डमा चाहिँ यदि उसले चाहिँ अर्ली स्टेजमा छ भने त्यसको उपचार पनि गर्नु पर्दैन। र डायबिटिज भएको पेसेन्ट चाहिँ छ र उसले चाहिँ आँखाको असर गरिसकेको छ भने चाहिँ अभियसली उसले चाहिँ परामर्श चाहिँ एभ्री 3 मन्थली एभ्री 6 मन्थली नै आइरहनु पर्ने हुन्छ। भनेपछि बढी समस्या अनकन्ट्रोल चाहिँ अनकन्ट्रोल डायबिटिज हो। यदि सुगर चाहिँ महिनौँ 3 महिना 6 महिनासम्म कन्ट्रोल छैन भने उसको आँखा, किडनी, अरू अङ्गहरूमा पनि असर गर्न सक्छ। डाक्टर साहब, अब जस्तै मधुमेह अथवा अरू चाहिँ मोतीबिन्दु जे भएर पनि अपरेसन गरिन्छ नि, अपरेसन गरिसकेका बिरामीहरूले के कुरामा ध्यान दिनुपर्छ र आँखा सुरक्षित राख्न उहाँहरूले चाहिँ के गर्नुपर्छ? अपरेसन गरिसकेको पेसेन्टले सबभन्दा पहिला चाहिँ औषधि जुन प्रेस्क्राइब गरेको हुन्छ त्यो चाहिँ नित्य रूपमा टाइमली राख्नुपर्ने हुन्छ। आइजमा, आँखामा लाउनु पर्ने ड्रप्सहरू हुन्छ। दोस्रो कुरा चाहिँ आँखामा चाहिँ पानी पार्न हुँदैन उसले। तेस्रो कुरा चाहिँ आँखामा चाहिँ उसले चाहिँ हात पटक लाउने अथवा कुनै पनि कपडाहरू लगाएर पुस्ने चाहिँ गर्न भएन। त्यो चाहिँ क्लिन हाइजिन, आँखामा चाहिँ औषधि लाउने मान्छेले पनि हात धोएर साबुनले हात धोएर क्लिन ह्यान्ड्सले युज गर्नु पऱ्यो। टिस्यु पेपर अथवा वाटर वाइप्सहरू युज गर्नु पऱ्यो। र
बाहिरको हावा र बाहिरको धुलो प्रोटेक्सनको लागि सनग्लास प्रयोग गर्नु पऱ्यो। अपरेसन पश्चात हामी 14 डेजसम्म सनग्लास लाउनु भन्छौँ। लास्टली चाहिँ हामीले एकदम इम्पोर्टेन्ट कुरा छ भने हामीले नुहाउन मिल्छ कि मिल्दैन भन्ने कुरा चाहिँ छ। नुहाउन मिल्छ, टाउको तल चाहिँ नुहाउन मिल्छ 1 हप्तामा, 1 हप्तापछि। तर यदि नुहाउनै पऱ्यो भने आँखा चिम्म गरेर हामी आँखा नुहाउनु टाउको पनि नुहाउनु मिल्छ। हस् राज साहब, अब हामी अलिकति क्विक फायर राउन्ड छ हाम्रो होइन, एकदम छोटो चुज गर्नुपर्ने हुन्छ। अब त्यो चाहिँ फ्याक्ट कुरा हो, यो त हेल्थ भनेपछि होइन। धेरैको मोबाइल हेर्ने बानी हुन्छ अहिले होइन, अझ राति ओछ्यानमा सुतेर होइन मोबाइल हेर्ने बानी हुन्छ होइन। राति मोबाइल हेर्ने बानी राम्रो कि नराम्रो? बिल्कुल नराम्रो। राति मोबाइल हेर्नु भएन, बरु राति टेलिभिजन जुन डिस्टेन्समा राखेको चिज चाहिँ हेर्नु राम्रो। र डार्क रुममा पनि मोबाइलको लाइटले पनि आँखामा असर गर्न सक्छ। त्यसैले चाहिँ अफिसमा र डे टाइममा युज गरेको राम्रो। राति चाहिँ लेट नाइटसम्म मोबाइलमा बस्नु यो चाहिँ आँखाको लागि घातक हुन्छ, राम्रो पनि होइन। आँखामा चस्मा कि लेन्स? चस्मा राम्रो, किनभने कन्ट्याक्ट लेन्स भनेको चाहिँ आँखाभित्र हामीले चाहिँ मिलाएर राख्छौँ। त्यो चाहिँ एउटा फरेन अब्जेक्ट हो र आँखामा राखिसकेपछि त्यसको चाहिँ केही हदसम्म त्यसले चाहिँ ड्राइनेस, एलर्जीहरू गर्न सक्छ, इन्फेक्सन निम्ति आउन सक्छ। त्यसैले चस्मा चाहिँ बेस्ट अप्सन हुनसक्छ। जस्तै कतिपयको आँखामा अलिक केही समस्या भयो भने औषधि पसलमा गएर आँखामा औषधि हाल्ने चलन छ होइन, यो राम्रो कि नराम्रो? हो, औषधिको प्र्याक्टिस चाहिँ हामी के भन्छौँ भने पेसेन्टहरूलाई चाहिँ डाइरेक्टली चाहिँ औषधि राख्न चाहिँ हुँदैन। उसले चाहिँ डक्टरको प्रेसक्रिप्सनको आधारमा मात्रै औषध लाउनु पर्ने हुन्छ। चस्मा कि ल्यासिक? चस्माभन्दा ल्यासिक बेटर हो, किनभने ल्यासिक भनेको चाहिँ स्माइल सर्जरी, लेजर अपरेसन गरेर हामी चाहिँ चस्मालाई हटाउँछौँ। र यङ जेनेरेसनहरूले चाहिँ डेफिनेटली आफ्टर 19 इयर्सपछि ल्यासिक नै बेटर हुन्छ, लेजर अपरेसन। जस्तै अब अपरेसन गरिसकेको मान्छेहरूले नि, जो बिरामी आँखाको अपरेसन गर्नुभएको छ, धेरैले अपरेसन गर्नुभएको छ, अब त्यसपछि के गर्ने के नगर्ने भन्ने हुन्छ धेरैलाई। यो आँखाको अपरेसन गरिसकेपछि कपालमा कलर लाउन हुन्छ कि हुन्न? लाउन चाहिँ हुँदैन 1 महिनासम्म। 7 दिनसम्म चाहिँ आँखामा पानी पार्नु हुँदैन र आँखालाई चाहिँ सुरक्षित रूपमा राख्नुपर्ने हुन्छ। आँखाको अपरेसन गरिसकेपछि आँखामा गाजल लाउनु हुन्छ कि हुन्न? अपरेसन गरिसकेपछि आँखामा गाजल लाउनु हुँदैन। करिब 14 दिनसम्म हामी चाहिँ गाजल नलाउनु भन्छौँ। त्यसपछि लाउन मिल्छ। मेकअप गर्नुहुन्छ कि हुँदैन? हो, मेकअप पनि अपरेसन पश्चात मेकअप चाहिँ गर्न भएन। अब मोतीबिन्दु, जलबिन्दु, पर्दाको अपरेसन गरिसकेपछि 14 दिनसम्म हामी चाहिँ मेकअप नगर्न भन्छौँ। भनेपछि आँखाको अपरेसन गरिसकेपछि मेकअप गर्नु हुन्छ, 14 दिनपछि मिल्छ। हस्, थ्याङ्क यू सो मच। माई प्लेजर। हजुर, नमस्ते। एकदमै खुसी लाग्यो है। अब हामी फेरि पछि अर्को बसाइ पनि बस्छौँ, किनभने हामीले सबै कुरा गरेको छैनौँ आज। फेरि अर्को बसाइ बस्छौँ। थ्याङ्क यू। हजुरलाई ढिलो भयो। नो प्रब्लम। थ्याङ्क यू।